हो त इन्क्यान्डेसेन्ट भन्ने हो है। इन्क्यान्डेसेन्टको डिफिनेसनै त्यही हो। अब यस इन्क्यान्डेसेन्ट ल्याम्पमा पनि हामीले फिलामेन्टलाई तबसम्म तताउने हो जबसम्म यो चाहिँ के हुँदैन, ग्लो हुँदैन भन्छ है। एन इन्क्यान्डेसेन्ट ल्याम्प इज एन इलेक्ट्रिक ल्याम्प विथ अ फिलामेन्ट वायर हिटेड अन्टिल इट ग्लोज। द फिलामेन्ट इज इन्क्लोज इन अ ग्लास बल्ब होइन, फिलामेन्टलाई चाहिँ ग्लास बल्बभित्र राख्छ विथ अ भ्याकुम अर इनर्ट ग्यास टु प्रोटेक्ट द फिलामेन्ट फ्रम अक्सिडेसन एन्ड रिड्युस इभापोरेसन अफ द फिलामेन्ट भन्छ है। जस्तो तपाईँले फिगर एकचोटि राम्रोसँग हेर्नु होला। जस्तो यहाँनिर चाहिँ के देखाएको छ, यो चाहिँ हाम्रो के हो, फिलामेन्ट हो है। यो चाहिँ के हो, हाम्रो टङ्स्टेनको फिलामेन्ट हो। अब यसलाई चाहिँ एउटा क्लोज इन्क्लोजरभित्र राखेको छ भनेर भन्छ होइन। एउटा ग्लास बल्बभित्र राखेको छ होइन, ग्लास बल्बभित्र। यसभित्र चाहिँ के छ, भ्याकुम पनि हुनसक्छ अथवा इनर्ट ग्यास पनि राखेको हुनसक्छ यो भित्र। अब इनर्ट ग्यास चाहिँ किन राख्छ भन्दाखेरिमा तपाईँहरूको चाहिँ टङ्स्टेन चाहिँ के हुन्छ त भन्दाखेरिमा जेनरली अब यो हिट हुँदै जाँदाखेरि, तातिँदै जाँदाखेरि यो चाहिँ टङ्स्टन चाहिँ यहाँबाट इभापोरेट हुने टेन्डेन्सी हुन्छ होइन। अनि इभापोरेट भएर चाहिँ तपाईँहरूको चाहिँ यहाँ अरू ग्यासेसहरू भएको भए अक्सिडेसन भएर त्योसँग रियाक्सन गर्ने सम्भावना हुन्थ्यो होइन। अनि त्यसपछि गएर अर्को सम्भावना भनेको के हुन्छ, इभापोरेसन भएर यो टङ्स्टेन चाहिँ तपाईँको यहाँबाट रिलिज भएर ग्लास बल्बतिर गएर टाँसिने चाहिँ सम्भावना हुन्छ होइन। अथवा तपाईँको फिलामेन्टमा हुने टङ्स्टेनको मात्रा बिस्तारै बिस्तारै घट्दै जान्छ। अनि अर्को त्यो टङ्स्टेन चाहिँ तपाईँको इभापोरेट भएर ग्लास बल्बमा टाँसिसकेपछि तपाईँको जति इफिसियन्सी हुनुपर्ने अथवा जति लाइटको आउटपुट आउनुपर्ने त्यति त आउँदैन होइन। तपाईँको वालमै गएर फिलामेन्ट के अरे इभापोरेट भएर टङ्स्टेन टाँसेपछि त अलिक मधुरो आउने भयो लाइट होइन। त्यही भएर त्यस्तो नहोस् भनेर चाहिँ यहाँ चाहिँ इनर्ट ग्यासेसहरू चाहिँ राखेको हुन्छ है। अब इनर्ट ग्यासेसको रूपमा चाहिँ अब आर्गन नाइट्रोजनहरू चाहिँ प्रयोग गरेको हुन्छ। अब यसमा चाहिँ एउटा सपोर्ट वायर भनेर देख्नु भएको छ, यो सपोर्ट वायर यो चाहिँ तपाईँको के हो त, सपोर्ट वायर जसले चाहिँ फिलामेन्टलाई सपोर्ट गरेको छ होइन, सपोर्ट प्रोभाइड गरेको छ, यो चाहिँ सपोर्ट वायर भयो। अनि यो चाहिँ कन्ट्याक्ट वायर भन्छ अर्को। कन्ट्याक्ट वायर भनेको यो चाहिँ यो इलेक्ट्रिकल इनपुटबाट यहाँ लगेर फिलामेन्टलाई दिन्छ होइन। त्यसपछि फेरि ब्याक आएर यहाँ आउँछ भने चाहिँ इलेक्ट्रिकल कन्ट्याक्टसँग जुन एउटा वायर जोडिएको हुन्छ त्यसलाई हामीले चाहिँ कन्ट्याक्ट वायर भन्छौँ। अब यो चाहिँ एउटा स्टिम भयो। त्यसपछि बाहिरको ग्लास बल्ब भयो होइन। यो फिगर त्यति बनाउन गाह्रो छैन है। अब तपाईँहरूलाई चाहिँ इन्कन्डेसन बल्ब कन्स्ट्रक्सनको बारेमा लेख भनेर आयो भने चाहिँ तपाईँले फिगर बनाएर अब यसमा के हुन्छ त कन्स्ट्रक्सन त्यो चाहिँ लेख्नुपर्छ है। कन्स्ट्रक्सन सोध्यो भने चाहिँ कहिले काहीँ सिम्पली राइट डाउन द कन्स्ट्रक्सन भन्न सोध्ला होइन, कहिले चाहिँ सिम्पली एक्सप्लेन द वर्किङ अफ इन्क्यान्डेसन ल्याम्प भन्ला, अथवा कहिले त्यो दुइटै नभनेर राइट एबाउट इन्क्यान्डेसन ल्याम्प पनि भन्न सोधिन सक्छ होइन। ल, इन्क्यान्डेसेन्ट मिन्स प्रोड्युसिङ भिजिबल लाइट बाई हिटिङ एन अब्जेक्ट होइन। इन्क्यान्डेसनको अर्थै त्यही हो। एन इन्क्यान्डेसेन्ट ल्याम्प वर्क अन द सेम प्रिन्सिपल, त्यही प्रिन्सिपलमा के गर्छ, काम गर्छ। ल्याम्प वर्क्स ड्यु टु द ग्लोइङ अफ द फिलामेन्ट होइन, कस्ड बाई इलेक्ट्रिकल करेन्ट फ्लोइङ थ्रु इट। यहाँ बगेको इलेक्ट्रिकल करेन्ट होइन, अथवा फिलामेन्टमा बगेको इलेक्ट्रिकल करेन्टले गर्दा जुन हिट प्रड्युस हुन्छ त्यसले नै यो ल्याम्प चाहिँ ग्लो हुन्छ भनेर भन्छ है। भनेपछि जति सक्यो त्यहाँबाट चाहिँ त्यति हिट प्रड्युस गर्न सक्नु पर्दो रहेछ हामीले होइन। जति हिट प्रड्युस गर्न सक्यो त्यति नै बढी ग्लो हुन्छ। अब हिट प्रड्युस गर्ने भनेको त कि त करेन्ट बढी पठाउनु पर्यो, कि त यो फिलामेन्टको चाहिँ रेसिस्टेन्स बढी गराउन सक्नु पर्यो होइन। अब त्यही भएर चाहिँ टु इन्क्रिज द लेन्थ अफ द फिलामेन्ट, अथवा जसले गर्दा चाहिँ लेन्थ बढेपछि त रेसिस्टेन्स बढ्छ, यसलाई चाहिँ के को फर्ममा राखिन्छ, कोइल बनाएर चाहिँ राखिन्छ होइन त। अनि यो ल्याम्पको इफिसियन्सी चाहिँ 15 देखि 25 ल्युमेन पर वाट हुन्छ। र इन्क्यान्डेसेन्ट ल्याम्प चाहिँ 1730देखि लिएर 3030 डिग्री सेल्सियससम्म चाहिँ अपरेट हुन्छ है। जबकि टङ्स्टेन जुन हामीले फिलामेन्ट प्रयोग गर्छौँ त्यसको तपाईँको मेल्टिङ पोइन्ट भनेको एराउन्ड 3400 डिग्री सेल्सियस हुन्छ है। कन्स्ट्रक्सनको बारेमा सोध्यो भने चाहिँ तपाईँले के लेख्नु पर्यो, त्यहाँनिर फिलामेन्ट हुन्छ होइन, टङ्स्टेन फिलामेन्ट हुन्छ हो। यो चाहिँ भेरी थिन वायर हो, युजली मेड अफ टङ्स्टन, इमिट लाइट रेज वेन करेन्ट पासेस थ्रु इट होइन। यहाँबाट करेन्ट पास भएको खण्डमा यसले चाहिँ लाइट रेहरू चाहिँ के गर्छ, इमिट गर्छ। कन्ट्याक्ट वायर अहिले देखाएको थियो नि, कन्ट्याक्ट वायर भनेको इलेक्ट्रिकल कन्डक्टर क्यारिङ द करेन्ट टु द फिलामेन्ट होइन। जुन यहाँबाट चाहिँ सोर्सबाट चाहिँ के गर्छ, यसले करेन्ट लगेर जाने काम गर्छ कन्ट्याक्ट वायरले। इनर्ट ग्यास, इनर्ट ग्यासले चाहिँ के गर्छ, स्लो डाउन द इभापोरेसन अफ द फिलामेन्ट
इन प्रोटेक्ट इट्स फ्रम अक्सिडेसन है भनेको कुरा। सपोर्ट वायरले के गर्छ, फिलामेन्टलाई होल्ड गर्ने काम गर्छ। त्यसपछि गएर इलेक्ट्रिकल कन्ट्याक्ट भन्ने छ, यसले चाहिँ इस्टाब्लिस इलेक्ट्रिकल कनेक्सन बिट्विन इलेक्ट्रिकल मेन्स एन्ड द ल्याम्प है। इलेक्ट्रिकल कन्ट्याक्ट जुन अघि देखाएको थियो फिगरमा, त्यसले चाहिँ हाम्रो सप्लाई र फिलामेन्टलाई चाहिँ जोड्ने काम गर्छ है। अब यहाँ चाहिँ हामीले जुन फिलामेन्ट प्रयोग गरेका छौँ, त फिलामेन्टको प्रपर्टी कस्तो हुनुपर्छ भनेर सोधिदिला है, कहिलेकाहीँ चाहिँ सोध्न सक्छ। अब जुन हामीले फिलामेन्ट प्रयोग गरेका हुन्छौँ त्यसको प्रपर्टी चाहिँ कस्तो हुनु पर्यो, हाई मेल्टिङ पोइन्ट होइन, एकदम हाई टेम्परेचरमा मात्रै मेल्ट हुनु पर्यो। किनकि इन्क्यान्डेसनमा चाहिँ हाम्रो खास के हुन्छ भन्दाखेरिमा फिलामेन्ट चाहिँ तातेर अनि त्यो ग्लो हुने हो। अब धेरै तताउनु पर्छ, त्यो हुँदाखेरि हामीले युज गरेको फिलामेन्टै पग्ल्यो भने त भएन नि त होइन। त्यही भएर मेल्टिङ पोइन्ट हाई भएको चाहिँ फिलामेन्ट चाहिँ हामीले प्रयोग गर्नुपर्छ। हाई रेसिस्टिभिटी भएको प्रयोग गर्नु पर्यो होइन। अनि बल्ल हाई रेसिस्टिभिटी भएको प्रयोग गरिसकेपछि हाम्रो के हुन्छ, बढी हिट प्रोड्युस हुने हो, बढी रेसिस्टेन्स हुन्छ होइन। लो भ्यापर प्रेसर, त्यही हामीले त्यो जुन फिलामेन्ट प्रयोग गरेको छ होइन, भ्यापर प्रेसर कम भयो भने चाहिँ के हुन्छ, सजिलै चाहिँ त्यो इभापोरेट भएर चाहिँ जाँदैन होइन। इभापोरेसन जुन फिलामेन्टमा हुने सम्भावना हुन्छ त्यो चाहिँ के हुन्छ, कम हुन्छ। अनि अर्को डक्टाइल, डक्टाइल भनेको चाहिँ कस्तो भन्दाखेरिमा तपाईँको तन्किने के है, तन्किने नेचर हुनुपर्छ, इलास्टिक टाइपको नेचर हुनुपर्छ। डक्टाइलको ठ्याक्कै उल्टो भनेको चाहिँ ब्रिटल भन्छ के, प्याट्ट प्याट्ट भाँचिनुलाई के भन्छ, ब्रिटल भन्छ होइन। डक्टाइल भनेको चाहिँ अलिकति लचकदार होइन, त्यस्तो खालको नेचरको हुनु पर्यो, त्यो सजिलै चुट्नु भएन के। त्यसपछि गएर सफिसियन्ट मेकानिकल स्ट्रेन्थ टु विथ स्ट्यान्ड भाइब्रेसन ड्युरिङ युज। अब यसको चाहिँ मेकानिकल स्ट्रेन्थ पनि अलिक बलियो हुनु पर्यो होइन, भाइब्रेसनहरूलाई पनि यसले चाहिँ ह्यान्डल गर्न सक्ने हुनु पर्यो। र लो टेम्परेचर कोफिसियन्ट भन्नु खोज्यो, यो लो टेम्परेचर कोफिसियन्ट अफ थर्मल एक्सपान्सन भनेको, लो टेम्परेचर कोफिसियन्ट भन्ने बित्तिकै टेम्परेचर चेन्ज हुँदाखेरि कति चेन्ज हुन्छ त भन्ने कुरा हो। जस्तो कहिलेकाहीँ लो टेम्परेचर कोफिसियन्ट अफ रेसिस्टेन्स भन्ने सुन्नुभयो होला, तपाईँले कहिलेकाहीँ लो टेम्परेचर कोफिसियन्ट अफ थर्मल एक्सपान्सन भनेर सुन्नुभयो होला होइन। लो टेम्परेचर कोफिसियन्ट मात्रै भन्दाखेरिमा तपाईँको टेम्परेचर चेन्ज हुँदाखेरि हामीलाई चाहिएको क्वान्टिटी कति चेन्ज हुन्छ त भनेर भनेको। अब यहाँ फिलामेन्टमा चाहिँ भन्न खोजेको लो टेम्परेचर कोफिसियन्ट अफ थर्मल एक्सपान्सन भनेको भनेको तपाईँको चाहिँ हिट बढ्दै जाँदा होइन, टेम्परेचर बढ्दै जाँदा हिट बढ्दै जाँदा पनि तपाईँको चाहिँ त्यहाँ युज भएको फिलामेन्टको चाहिँ लेन्थ चाहिँ धेरै एक्सपान्ड नहोस् अथवा हिटका कारणले गर्दा हाम्रो त्यसको फिलामेन्टको थर्मल एक्सपान्सन चाहिँ सकेसम्म कम हुनुपर्छ, त्यस्तो टाइपको फिलामेन्ट हामीले प्रयोग गर्नुपर्छ भनेर भन्न खोजेको है। यसरी प्रपर्टिज अफ फिलामेन्ट लेख्नुहोस् भनेर नसोध्ला, त्यही पनि जानिराख्नु चाहिँ पर्यो है। वर्किङ अब यसले कसरी काम गर्छ त भन्दाखेरिमा इन्क्यान्डेसन क्याम्पले वेन एन अब्जेक्ट इज मेड हट, जब त्यसलाई तताइन्छ, एटम इनसाइड द अब्जेक्ट, कुनै पनि अब्जेक्टभित्र भएको एटम चाहिँ के हुन्छ, थर्मल्ली एक्साइटेड, अथवा थर्मल्ली भनेको हिट, हिटका कारणले गर्दा त्यहाँ भएको एटमहरू चाहिँ एक्साइटेड हुन्छन्। एक्साइटेड हुन्छन् भनेको चाहिँ तपाईँहरूको त्यहाँका एटम अथवा इलेक्ट्रोन्सहरू चाहिँ तपाईँको कहाँ जान्छ त, नर्मल लेभलबाट चाहिँ अथवा लोवर ब्यान्ड अफ इनर्जीबाट चाहिँ हायर ब्यान्डमा जान्छ है, लोवर ब्यान्डबाट चाहिँ हायर ब्यान्डमा जान्छ। त्यही भनेको, अब थर्मल्ली एक्साइटेड भइसकेपछि द आउटर अर्बिट इलेक्ट्रोन्स अफ द एटम जम्प टु हायर इनर्जी लेभल ड्यु टु सप्लाइड इनर्जी होइन। जस्तो यो लोवर इनर्जी लेभलमा थियो इलेक्ट्रोनहरू भने, अब यिनीहरू चाहिँ हायर इनर्जी लेभलमा चाहिँ जाने भयो इलेक्ट्रोन, के का कारणले गर्दा, सो केले केही न केही इनर्जी त पायो, इनर्जी के को रूपमा पायो, थर्मलको रूपमा पायो अथवा हिटको रूपमा पायो होइन। इलेक्ट्रोनहरू चाहिँ लोवर स्टेटबाट चाहिँ हायर इनर्जी स्टेटमा गयो। र नेचर कस्तो हुन्छ भन्दाखेरिमा हायर स्टेटमा जहिले पनि के हुन्छ, अनस्टेबल है। हायर स्टेट भनेको जहिले पनि हायर स्टेट अफ इनर्जी भनेको अनस्टेबल हुन्छ, स्टेबल भनेको जहिले पनि लोवर इनर्जी लेभलमा हुन्छ। त्यही भएर इलेक्ट्रोन्स अन द हायर इनर्जी लेभल आर नट स्टेबल। त्यही भएर यिनीहरू स्टेबल हुनुको लागि फेरि के हुन्छ त, आफ्नै लोवर इनर्जी लेभलमा चाहिँ आउँछ। अनि यसरी हायर इनर्जी लेभलबाट लोवर इनर्जी लेभलमा घटिसकेपछि त त्यो इनर्जी जुन बढी भएको हुन्छ त्यो इनर्जी चाहिँ रिलिज हुनु पर्यो। त्यो इनर्जी चाहिँ तपाईँको के को रूपमा रिलिज हुन्छ त, फोटोनको रूपमा रिलिज हुन्छ। अब सुरुमा लोवर इनर्जीबाट हायर इनर्जीमा जाने बेलामा थर्मल इनर्जी लिएर गयो, अब फेरि हायर इनर्जीबाट लोवर इनर्जीमा रिलिज हुने बेलामा चाहिँ त्यो इनर्जी चाहिँ तपाईँको चाहिँ फोटोनको रूपमा चाहिँ देखिन्छ अथवा लाइटको रूपमा चाहिँ देखिन्छ। अनि त्यस कारणले गर्दाखेरि त्यो सर्फेस अथवा त्यो अब्जेक्टको सर्फेसबाट चाहिँ हामीले चाहिँ फोटोन अथवा लाइट देख्ने हुन्छ है। इलेक्ट्रोम्याग्नेटिक वेभ with wavelength within the range of infrared is heat energy, and the electromagnetic wave with wavelength
विदिन द भिजिबल रेन्ज इज लाइट इनर्जी होइन। यसले चाहिँ इनर्जी चाहिँ इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको रूपमा चाहिँ रिलिज गर्छ हो। अब त्यसपछि चाहिँ त्यसमा चाहिँ आदि केही पार्ट चाहिँ इन्फ्रारेड हुन्छ, केही चाहिँ तपाईँको भिजिबल रेज हुन्छ होइन। इन्फ्रारेडको रेन्ज चाहिँ तपाईँको हिट इनर्जीको रूपमा आउँछ भने केही चाहिँ तपाईँको अथवा म्याक्सिमम चाहिँ तपाईँको लाइट इनर्जीको रूपमा चाहिँ देखा पर्छ है। अनि एडभान्टेजेस भनेको चाहिँ लेस कस्ट होइन, त्यति महँगो हुँदैन र यसलाई चाहिँ नर्मल भोल्टेजले पनि अपरेट गर्न सकिन्छ, हाई भोल्टेज चाहिएन। गुड रेडिएसन क्यारेक्टरिस्टिक्स होइन, त्यो लाइट इनर्जीको कुरा। त्यसपछि गएर एभाइलेबल इन भेरियस सेप एन्ड साइजेस होइन, फरक फरक साइज फरक फरक सेपमा पाइन्छ भन्छ। डिसएडभान्टेज भनेको लाइफ इज लेस एज कम्पेयर टु अदर ल्याम्प, अरू ल्याम्पहरूको तुलनामा यो कम घन्टा बल्छ भनेको है। लाइफ भनेको यसको कति आवर भन्ने हुन्छ नि होइन, त्यो चाहिँ कम हुन्छ अरूको तुलनामा। र पावर कन्जम्सन चाहिँ हाई गर्छ, अथवा पावर कन्जम्सन हाई गर्यो, आउटपुट चाहिँ कम दियो, 15 देखि 25 ल्युमेन पर वाट भनेर भन्यौँ नि त हामीले। भनेपछि यसको चाहिँ पावर कन्जम्सन धेरै भयो, आउटपुट चाहिँ के भयो, कम भयो है। अब यो चाहिँ के छ तपाईँको, अब यो चाहिँ के भयो तपाईँको चाहिँ हेलोजेन ल्याम्प भयो। हेलोजेन ल्याम्प भनेर अब ठ्याक्कै त अब सोद्धा नसोद्धा हामीले पढ्नु चाहिँ पर्यो होइन। सिलेबसमा के डिफ्रेन्ट टाइप अफ ल्याम्प भनेर मात्रै छ क्या होइन। ल ठ्याक्कै ठ्याक्कै तोके छ जस्तो मलाई लाग्दैन कि तोके छ सिलेबसमा, एकचोटि हेरौँ है के छ। कन्फ्युज पो भयो त, पढाउने कि नपढाउने यो एकैचोटि मैले हेर्नु। ल्याम्प टाइप्स भनेर मात्रै छ होइन, त्यो तोकेको ठ्याक्कै तोकेको छैन। तर इक्जाममा चाहिँ अब तपाईँहरूको मर्करी र सोडियम भ्यापर ल्याम्प भनेर चाहिँ सोधेको छ होइन। एकचोटि म तपाईँलाई अस्ति नै पनि भनेको थिएँ मर्करी र सोडियम भ्यापर ल्याम्पको बारेमा। अब इन्क्यान्डेसन ल्याम्प पनि इम्पोर्टेन्ट, अब हेलोजन ल्याम्प चाहिँ पढौँ कि नपढौँ भएको छ, तर पढौँ न होइन। ल हेलोजेन ल्याम्प पनि तपाईँको चाहिँ के हो त भन्दाखेरि इन्क्यान्डेसेन्ट ल्याम्पै हो है। त भन्ने खोजेको इन्क्यान्डेसेन्सकै प्रिन्सिपलबाट चाहिँ यसले के गर्छ, काम गर्छ होइन। तर यो हामीले अघि पढेको हामीले अघि जुन पढ्यौँ त्यो नर्मल इन्क्यान्डेसेन्ट ल्याम्प हो, यो पनि इन्क्यान्डेसेन्ट ल्याम्प हो। तर यसमा चाहिँ फरक चाहिँ के छ त भन्दाखेरिमा हामीले उतापट्टि चाहिँ इनर्ट ग्यासेसहरू प्रयोग गरेका थियौँ भने यसमा चाहिँ हामीले अब सँगै हेलोजेन ग्यासेसहरू पनि प्रयोग गर्छौँ है। अब हेलोजेन ग्यासेसहरू प्रयोग गर्दा चाहिँ हामीलाई चाहिँ के चाहिँ फाइदा हुन्छ त भन्दाखेरिमा अघि जुन होइन इभापोरेसन भएको थियो होइन, टङ्स्टनको चाहिँ केही मात्रामा भए पनि के भएको थियो त, इभापोरेसन हुन्छ होइन, पर्फेक्ट त हुँदैन त्यहाँ। अब त्यो इभापोरेसन भइसकेपछि के हुन्छ, हाम्रो बिस्तारै टङ्स्टन मेटेरियल चाहिँ त्यहाँबाट सकिँदै जान्छ। अनि त्यसले चाहिँ तपाईँहरूको चाहिँ बल्बलाई चाहिँ ब्ल्याकेनिङ गराउन थाल्छ होइन। अब तपाईँहरूको अर्को कार्बन फिलामेन्ट प्रयोग गर्यो भने त त्यसमा एकदमै बढी हुन्छ होइन, कार्बन फिलामेन्ट प्रयोग गरेको केसमा। अब अनि त्यसपछि गएर हामीले टङ्स्टन फिलामेन्ट प्रयोग गरेका छौँ भने त अलिक कमै हुन्छ। इनर्ट ग्यासेसले केही मात्रामा कम त गर्छ तर पर्फेक्टली कम गर्दैन होइन। तर हेलोजेन ग्यासेसहरू प्रयोग गरिसकेपछि यसले चाहिँ के गर्छ त भन्दाखेरि जुन टङ्स्टन इभापोरेट हुन्छ होइन, इभापोरेट भएको टङ्स्टनलाई चाहिँ के गर्छ त यसले फेरि तपाईँको चाहिँ हेलोजेन साइकल मार्फत फेरि त्यो फिलामेन्टमै ब्याक गराउँछ। अथवा तपाईँको चाहिँ यो चाहिँ सकिने भएन कि मतलब फेरि चाहिँ जम्मा हुने भयो फिलामेन्टमा, अहिले हेलोजेन साइकल हेरौँला त्यसमा बुझिन्छ। उसमा चाहिँ ग्रेजुअल्ली के हो, बिस्तारै बिस्तारै भए पनि चाहिँ टङ्स्टन चाहिँ तपाईँको सकिँदै जाने भयो होइन। दिस इज वान टाइप अफ इन्क्यान्डेसेन्ट ल्याब ह्याभिङ नम्बर अफ एडभान्टेज ओभर अर्डिनरी इन्क्यान्डेसेन्ट ल्याम्प, अघि हामीले पढेको अर्डिनरी टाइपको है। The life and efficiency of an incandescent lamp is affected by gradual evaporation of tungsten and also its operating temperature. But the addition of small amount of halogen vapor to the gases in the bulb restores tungsten. Tungstenलाई चाहिँ फेरि के गर्छ यसले, रिस्टोर गर्छ होइन। इन हेलोजेन ल्याम्प इभापोरेटेड टङ्स्टन भ्यापर, इभापोरेट भएको जुन टङ्स्टन भ्यापर छ त्यो चाहिँ फिलामेन्टमा आउँछ बाई मिन्स अफ केमिकल रियाक्सन इन द साइकल गोज अन, दिस साइकल इज कल हेलोजेन साइकल है। यसरी चाहिँ फेरि रिसाइकल भएर चाहिँ जम्मा हुने साइकललाई चाहिँ हामीले के भन्छौँ, हेलोजेन साइकल है। अब यो फिगर पनि त्यति गाह्रो छैन होइन, यो फिगर त्यति गाह्रो छैन, यो फिलामेन्ट हामीले बनाएको यो फिलामेन्ट हो होइन। त्यसपछि भित्र हेलोजेन ग्यासेसहरू राखेको छ है। त्यसपछि गएर यो बेस, यहाँनिर एउटा बेस छ यसको लागि होइन।
त्यसपछि गएर टर्मिनल सकेटहरू छ, जहाँनिर हामीले सप्लाई जोड्छौँ होइन। यो बेस बेस यता भयो, यता चाहिँ के माथिको के भयो, रिफ्लेक्टर भयो है। बेस चाहिँ तलको चाहिँ के भयो त, बेस। अब कन्स्ट्रक्सन सोधिहाल्यो भने के केले बनाएको हुन्छ, कस्तो हुन्छ डिजाइन भन्नु पर्ने भने चाहिँ फिगर बनाइदिने, सिम्पल छ, त्यस्तो गाह्रो पनि छैन। अब अस्तिको इक्जाममा त सोडियम भ्यापर र मर्करी भनेर दुइटैलाई मिलाएर 5 मार्क्समा सोधेको थियो जम्मा होइन। अब त्यति लेख्नुपर्ने कुरा धेरै हुन्छ। र कन्स्ट्रक्सनमा फिलामेन्ट छ है। भेरी थिन वायर युजली मेड अफ टङ्स्टन इमिट लाइट रेज वेन करेन्ट पासेस थ्रु इट होइन, अघिको जस्तै यो कुरा। हेलोजेन ग्यासेसहरू हुन्छ प्रिभेन्ट द इभापोरेसन अफ टङ्स्टन फिलामेन्ट होइन। टङ्स्टन फिलामेन्टको इभापोरेसनलाई चाहिँ रोक्न खोज्छ। बेसले के गर्छ, होल्ड्स द फिलामेन्ट होइन। हाम्रो जुन बेस छ त्यसले चाहिँ यो सबै बल्बलाई नै के गरेर बसेको हुन्छ, होल्ड गरेर राखेको हुन्छ। र ल्याम्प टर्मिनल सकेट भन्ने छ, जहाँनिर हामीले चाहिँ इलेक्ट्रिकल मेन सप्लाई दिन्छौँ होइन, त्यो चाहिँ टर्मिनल सर्किट भयो। अब वर्किङ चाहिँ कस्तो हुन्छ भन्दाखेरिमा तपाईँहरूको चाहिँ के भनेको छ हेर्नुहोस् त। अ हेलोजेन ल्याम्प फङ्सन्स आइडेन्टिकल्ली टु एन इन्क्यान्डेसेन्ट ल्याम्प विथ वान नोटेबल एक्सेप्सन। अहिले जसरी काम गरेको थियो त्यसरी नै काम गर्छ होइन, लाइट इनर्जी कसरी आउँछ भन्ने सन्दर्भमा। तर यसमा एउटा फरक भनेको हेलोजेन साइकल हुन्छ भनेर भनेको छ है। हेलोजेन ग्यास रियाक्ट्स केमिकल्ली विथ द इभापोरेटेड टङ्स्टन टु प्रिभेन्ट इट फ्रम एफिक्सिङ टु द ग्लास होइन। त्यो ग्लासमा टाँसिनु अथवा ग्लास सर्फेस बाहिर टाँसिनुबाट चाहिँ यसले चाहिँ के गर्छ, प्रिभेन्ट गर्छ। हेलोजेन ग्यासले चाहिँ के गर्ने भयो, हेलोजेन ग्यास भनेको तपाईँहरूको चाहिँ फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिनहरू चाहिँ हाम्रो के हो त, हेलोजेन ग्यासेस होइन। हामीले केमिस्ट्रीमा पढेको थियौँ नि होइन, यो फ्लोरिन, क्लोरिन, ब्रोमिन, आयोडिन भन्ने जुन छ यो हेलोजेन ग्रुप बन्छ होइन। यो चाहिँ हेलोजेन ग्रुप भनेर पढेको हो नि होइन, हेलोजेन ग्रुप। अब यसमा चाहिँ हामीले फ्लोरिन र क्लोरिन चाहिँ युज गर्दैनौँ होइन, किनकि यिनीहरूले चाहिँ तपाईँहरूको चाहिँ जस्तो ब्रोमियम, आयोडिनले जस्तो राम्रो प्रपर्टी देखाउँछ यिनीहरूले देखाउँदैन। यिनीहरूले चाहिँ टङ्स्टेनसँग रियाक्सन गरेर झन् कोरोजन गरिदिन सक्छ क्या होइन, टङ्स्टनलाई नै कोरोजन गरिदिन सक्छ रियाक्सन गरेर। त्यही भएर हामीले त्यो हाइड्रोजन ग्यासेसहरू चाहिँ प्रयोग गर्दैनौँ। इन्स्टेड वी युज होइन ब्रोमिन आयोडिन होइन, ब्रोमिन आयोडिनहरू चाहिँ हामीले प्रयोग गर्छौँ। ल त्यसपछि गएर के लेखेको छ, सम टङ्स्टेन इज रिटर्न टु द फिलामेन्ट विच अल्सो सर्भ्स टु इन्क्रिज द रेटेड लाइफ अफ द ल्याम्प है। अब हामीले अब म्याक्सिमम होइन, अब सबै हेलो सबै टङ्स्टन नै रिटर्न आउँछ भनेर 100% इफिसियन्सी भन्ने कुरा त हुँदैन होइन। तर जे होस् मोस्ट अफ दि चाहिँ टङ्स्टनहरू चाहिँ के आउँछ, ब्याक आउँछ है। जस्तो यहाँ के देखाएको छ त भन्दाखेरिमा यो एउटा चाहिँ यो चाहिँ तपाईँको फिलामेन्ट हो है। यो फिलामेन्ट जब हिटेड भयो होइन, हिटेड भइसकेपछि इभापोरेट भयो है, टङ्स्टन चाहिँ के भयो, इभापोरेट भयो। अनि माथि यो डट 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 यस्तो देखाएको चाहिँ हाम्रो चाहिँ के हो त, हेलोजेन ग्यास जुन चाहिँ हामीले बल्बभित्र भरेर राखेको थियौँ। अब के हुन्छ त भन्दाखेरिमा अब यो टङ्स्टन र तपाईँको चाहिँ यो हेलोजेन ग्यासेसहरू चाहिँ रियाक्ट हुन्छ है। जस्तो टङ्स्टन र हेलोजेन ग्यासेस भनेको अब टङ्स्टन र ब्रोमिन पनि हुनसक्छ, टङ्स्टन र आयोडिन पनि हुनसक्छ होइन। यिनीहरू चाहिँ के हुन्छ, रियाक्सन हुन्छ, यिनीहरू चाहिँ अब कम्बाइन हुन्छ है। दोस्रो फिगरमा देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ के भएको छ, कम्बाइन भएको छ। ओके, यहाँनिर चाहिँ के भयो, कम्बाइन भयो। तर यहाँनिर जुन भित्र जुन हिट हुन्छ त्यो हिटले चाहिँ के गर्छ त भन्दाखेरि यिनीहरूलाई फेरि के गरिदिन्छ, टुक्राइदिन्छ। यिनीहरूलाई फेरि टुक्राइदिइसकेपछि होइन सर्टेन इनर्जी प्रोभाइड गरेर होइन यिनीहरू चाहिँ के हुन्छ, टुक्रिन्छन्। र टुक्रिसकेपछि फेरि के हुन्छ त भन्दाखेरिमा यो टङ्स्टन चाहिँ फेरि ब्याक टु दि फिलामेन्टमा चाहिँ टाँसिएर बस्ने गर्छ है। अनि यो प्रक्रिया चाहिँ चलिरहेको छ, रिपिटेडली यो प्रक्रिया चलिराख्ने भएको भएर चाहिँ यसलाई चाहिँ हेलोजेन साइकल भनेको हो है। अब तपाईँहरूको चाहिँ यो हेलोजेन नभएको भए, हामीले हेलोजेन नराखेको भए चाहिँ टङ्स्टन सिधै गएर माथि गएर टाँसिन्थ्यो होइन। तर यो हेलोजेनले गर्दा रियाक्सन गर्छ, सुरुमा अब त्यो कम्बाइन गर्छन् उनीहरू। अनि पछि चाहिँ त्यही भएको हिटले चाहिँ फेरि यसलाई डिकम्पोज गरिदिन्छ, र डिकम्पोज भइसकेपछि फेरि टङ्स्टन गएर चाहिँ फेरि के गरिदिन्छ, त्यहीँनिर गएर टाँसिन्छ भन्छ है हेलोजेन साइकलले। अब हेलोजेन ल्याम्पको फाइदा चाहिँ के भयो त, लङ्गर लाइफ टाइम होइन।
लाइफ टाइम अलि लामो हुने भयो स्वाभाविक रूपमा। इन्स्ट्यान्ट स्टार्टअप होइन, तपाईँको चाहिँ यो चाहिँ नर्मल इन्क्यान्डेसन ल्याम्पभन्दा अलिक छिटो सुरु हुन्छ, साइज सानो हुन्छ। नो ब्ल्याकेनिङ अफ ल्याम्प, ल्याम्प चाहिँ ब्ल्याकेनिङ हुने भनेको टङ्स्टन जम्मा हुनै पाएन होइन। हायर ल्युमेन आउटपुट, अघिको त कति थियो, 12 देखि 15 थियो होइन, अब यसमा चाहिँ 25 ल्युमेन पर वाट छ है। अब हेलोजेन ल्याम्पहरू जेनरली अटोमोबाइलहरूमा चाहिँ युज हुन्छ, अटोमोबाइल भनेको गाडीहरूमा होइन, तपाईँले देख्नुभयो होला। त्यसपछि गएर फ्लड लाइट, फ्लड लाइट भनेको अब तपाईँहरूको स्पोर्ट्स ग्राउन्डहरूमा राखेको हुन्छ नि होइन, स्टेडियमहरूमा जहाँनिर कन्सन्ट्रेटेड लाइट चाहिन्छ होइन, त्यस्तो ठाउँहरूमा चाहिँ प्रयोग गरे हुन्छ है। त्यसपछि गएर स्पट लाइट होइन, कुनै एउटा पार्टिकुलर स्पटमा चाहिँ तपाईँले लाइट मात्र पार्नु पर्यो भने होइन, अब थिएटरहरू भयो त्यस्तो ठाउँहरूमा, फिल्म प्रोजेक्टरहरूमा, त्यसपछि साइन्टिफिक इन्स्ट्रुमेन्टहरूमा चाहिँ प्रयोग गरिन्छ। यसको डिसएडभान्टेज भनेको यो चाहिँ अलिक बढी तात्छ है होइन, हेलोजेन साइकलहरू हुन्छ त्यहाँबाट अलिकति बढी तात्छ। ल, अब आयो भने चाहिँ यसरी लेखिदिनु होला, अब यो अब यतिको लेख्दा हुन्छ। ग्यासियस डिस्चार्ज ल्याम्प होइन, ग्यासको डिस्चार्जले गर्दाखेरि ल्याम्प बल्छ भने त्यसलाई हामीले के भन्छौँ, ग्यासियस डिस्चार्ज ल्याम्प। इन दिस टाइप अफ ल्याम्प होइन, इल्युमिनेसन इज प्रोड्युस वेन इलेक्ट्रिक करेन्ट पासेस थ्रु द ग्यास अथवा भ्यापर होइन। यदि ग्यास अथवा भ्यापरबाट चाहिँ इलेक्ट्रिक करेन्ट चाहिँ पास हुँदाखेरि चाहिँ के हुन्छ, इल्युमिनेसन अथवा हामीले चाहिँ लाइट इनर्जी पाउँछौँ भनेर भन्छ है। एट हाई प्रेसर इन एटमोस्फेरिक कन्डिसन द कन्डक्टिभिटी अफ अल द ग्यासेस इज रिड्युस्ड होइन, कुनै पनि हामीले चाहिँ बल्बभित्र चाहिँ अब एकदम हाई प्रेसरमा राख्यौँ भने चाहिँ नर्मल टाइम लो प्रेसरमा हुने भन्दा चाहिँ कन्डक्टिभिटी चाहिँ घट्छ, किनकि त्यहाँ भएको आयन्सहरू चाहिँ फ्रिली मुभ हुन चाहिँ पाउँदैन। बट वेन हाई भोल्टेज इज एप्लाइड बिट्विन टु इलेक्ट्रोड्स, दुइटा इलेक्ट्रोड्सको बिचमा हाई भोल्टेज एप्लाई गर्यो भने चाहिँ ग्यासेस आर आयोनाइज एन्ड इलेक्ट्रोम्याग्नेटिक रेडिएसन इज प्रोड्युस, त्यहाँ राखिएको ग्यासहरू चाहिँ के हुन्छ, आयोनाइज हुन्छ है। र त्यसपछि गएर यिनीहरूले चाहिँ इलेक्ट्रोम्याग्नेटिक रेडिएसन चाहिँ के गर्छ, प्रड्युस गर्छ। अब ग्यासियस डिस्चार्ज ल्याम्पभित्र चाहिँ होइन, जेनरली तपाईँको नियोन होइन, सोडियम, मर्करी चाहिँ युज हुन्छ इन द प्रोसेस अफ प्रोड्युसिङ लाइट बाई ग्यासियस कन्डक्सन होइन। अब नियोन युज गराएर चाहिँ त्यो नियोन नियोन ल्याम्प भयो होइन, सोडियम युज भएको ठाउँमा सोडियम ल्याम्प भयो, त्यसपछि मर्करी युज भएको ठाउँमा चाहिँ हामीले चाहिँ मर्करी भ्यापर ल्याम्प भन्छौँ होइन। The wavelength of the electromagnetic radiation depends on the nature and the pressure of gas inside the lamp. अब इलेक्ट्रोम्याग्नेटिक रेडिएसन त्यसले इमिट त गर्ने भयो ल्याम्पहरूले होइन। अब फरक फरक वेभलेन्थको हुन्छ त पनि होइन, फरक फरक कलर अफ लाइटको फरक फरक वेभलेन्थ हुन्छ होइन, भायोलेट कलर अफ लाइटको छुट्टै वेभलेन्थ हुन्छ होइन, इन्डिगोको छुट्टै हुन्छ, त्यसै गरी सबैको फरक फरक वेभलेन्थ हुन्छ होइन। अब कस्तो वेभलेन्थको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन चाहिँ निकाल्छ त भन्ने कुरा चाहिँ अब कुन ग्यासेसहरू राखिएको छ भित्र र कुन प्रेसरमा राखिएको छ भन्ने कुराले चाहिँ डिटरमाइन गर्छ है। देयर आर टु फङ्सन अफ युजिङ चोक अथवा ब्लास्ट होइन, जेनरली चोक र ब्लास्ट चाहिँ प्रयोग गरिन्छ। तिनीहरूको फङ्सन्स काम चाहिँ इनिसियल्ली प्रोभाइडिङ इग्निसन भोल्टेज होइन, सुरुवाती चरणको भोल्टेज इग्नाइट गर्नको लागि चाहिने भोल्टेजलाई चाहिँ प्रदान गर्छ र हाई करेन्टलाई चाहिँ लिमिट गर्छ। अहिले मैले एकैछिन यो म एक्सप्लेन गर्छु, यसलाई आइहाल्छ एकछिनमा। र हामीले जुन चोक प्रयोग गरे हुन्छौँ अथवा ब्लास्ट प्रयोग गरे हुन्छौँ होइन, यिनीहरू चाहिँ हाइली इन्डक्टिभ हुन्छ, जस कारणले गर्दाखेरि चाहिँ हाम्रो पावर फ्याक्टर चाहिँ कम भइदिन्छ होइन, र यसलाई सुधार गर्नको लागि चाहिँ हामीले क्यापेसिटर प्रयोग गर्छौँ होइन। इन दिस ल्याम्प द नेचर अफ ग्यासेस एन्ड भ्यापर एफेक्ट्स द कलर अफ लाइट, अघि भनेकै कुरा हो। र ग्यासेस डिस्चार्ज ल्याम्पभित्र चाहिँ नियोन ग्यास होइन, सोडियम भ्यापर ल्याम्प, मर्करी भ्यापर ल्याम्पहरू चाहिँ प्रयोग चाहिँ गरिन्छ है। अब नियोन ग्यास ल्याम्प, अब नियोन ग्यास ल्याम्प भनेको सिम्पल होइन, भित्र चाहिँ हामीले चाहिँ के गरे हुन्छौँ त, नियोन ग्यास चाहिँ राखेको हुन्छौँ यो यो ग्लास टिपभित्र होइन। अनि यसमा चाहिँ यो चाहिँ कोल्ड क्याथोड ल्याम्प हो। कोल्ड क्याथोड ल्याम्प भनिरहँदाखेरि चाहिँ हट क्याथोड ल्याम्पमा चाहिँ के हुन्छ भन्दाखेरिमा तपाईँहरूको चाहिँ त्यो फिलामेन्टमा चाहिँ हामीले हिटिङ प्रोभाइड गरेर त्यसपछि इलेक्ट्रोनहरू चाहिँ त्यहाँबाट रिलिज गराएर चाहिँ होइन, थर्मी आयोनिक इमिसनद्वारा चाहिँ ल्याम्प बल्छ भने कोल्ड क्याथोडमा चाहिँ यसमा चाहिँ त्यो इलेक्ट्रोड अथवा फिलामेन्टलाई हिटिङ गर्ने भन्दा पनि हामीले चाहिँ भोल्टेज एक्रस त उसमा भोल्टेज एप्लाई गरेर चाहिँ के गर्छौँ त, ग्यास डिस्चार्ज गरेर ल्याम्प बाल्ने गर्छौँ है। अब यसमा चाहिँ फिलामेन्ट इज नट युज टु हिट द इलेक्ट्रोड
फर स्टार्टिङको बेलामा इलेक्ट्रोडलाई हिट गर्नको लागि फिलामेन्ट प्रयोग हुँदैन भनेर भन्छ। इन दिस ल्याम्प टु इलेक्ट्रोड आर प्लेस्ड अन द टु साइड अफ द लङ डिस्चार्ज, एउटा डिस्चार्ज टिप छ होइन, या यसको दुईवटा साइडमा चाहिँ इलेक्ट्रोड प्रयोग भएको छ। डिस्चार्ज टिप इज फिल्ड विथ नियोन ग्यास, नियोन ग्यास ल्याम्प भनेपछि यो स्वाभाविक रूपमा नियोन चाहिँ भरिने भयो है। अब यसको लागि चाहिँ लो भोल्टेज होइन, डिसी हो भने 150 भोल्ट, र अथवा एसीको कन्डिसनमा चाहिँ 110 भोल्ट भयो भने चाहिँ यो चाहिँ के हुन्छ त, काम गर्छ। सो द्याट नियोन ग्यासेस थ्रु डिस्चार्ज प्रोड्युसेस रेड कलर लाइट होइन। यहाँभित्र चाहिँ जुन नियोन ग्यासेस हुन्छ, हामीले एप्लाई गरेको भोल्टेजका कारणले गर्दाखेरि चाहिँ नियोन ग्यासेस चाहिँ के हुन्छ, डिस्चार्ज हुन्छ है। त्यति भोल्टेज इज इनफ टु डिस्चार्ज द नियोन ग्यासेस होइन। अनि त्यसको माध्यम हुँदै चाहिँ के हुन्छ त, हाम्रो करेन्ट पास हुन्छ, र त्यसपछि चाहिँ त्यो नियोन ग्यासेसहरू चाहिँ के हुन थाल्छ, ग्लो हुन थाल्छ है। सिन्स द लिकेज रियाक्टेन्स अफ द ट्रान्सफर्मर इज हाई इट स्टेबिलाइजेस द आर्क भन्छ है। अब यो जुन हामीले ट्रान्सफर्मर यहाँनिर राखेको छ होइन, त्यसको चाहिँ लिकेज रियाक्टेन्स चाहिँ हाई गराएको हुन्छ, जसका कारणले गर्दा स्टेबिलाइजेस द आर्क, जुन आर्क मेन्टेन भएको हुन्छ त्यसलाई चाहिँ स्टेबल बनाइराख्नु पर्यो। किनकि यो आर्क निभेको खण्डमा त तपाईँको त ग्लो चाहिँ हुँदैन होइन। अब त्यसका लागि चाहिँ जुन हामीले ट्रान्सफर्मर प्रयोग गरेका हुन्छ त्यसको लिकेज रियाक्टेन्स चाहिँ हाई राख्नुपर्छ, जसले गर्दा चाहिँ हाम्रो आर्क चाहिँ मेन्टेन भइरहेको छ होइन। अब आर्क धेरै अब ठुलो भयो भने पनि के हुन्छ, त्यसले इलेक्ट्रोडहरूलाई ड्यामेज गर्छ होइन। र आर्क चाहिँ मसिनो हुँदै गयो भने त आर्क निम्ने सम्भावना हुन्छ। भनेपछि त्यसलाई जहिले पनि त्यो आर्कको भ्यालुलाई चाहिँ हामीले मेन्टेन गरिराख्नुपर्छ है। र क्यापासिटर चाहिँ युज हुन्छ पावर फ्याक्टर इम्प्रुभमेन्टको लागि, र यसको इफिसियन्सी चाहिँ 15 देखि 40 ल्युमेन पर वाट, अथवा 1 वाट यसले पावर खपत गर्यो भने 15 देखि 40 ल्युमेन चाहिँ यसले आउटपुट दिन्छ भनेको है। इट कन्ज्युम्स अप टु 5 वाट अफ पावर होइन, यतिसम्मको चाहिँ हुन्छ भनेको। अब त्योभन्दा थोरै धेरै पनि होला हुन त मार्केटमा होइन। ल, पिङ्किस व्हाइट लाइट इज प्रोड्युस इफ हिलियम ग्यास इज युज इन्स्टिड अफ नियोन। अब नियोन ग्यास ल्याम्प भनेछौँ हामीले चाहिँ नियोनै युज गर्ने हो। अब यसमा चाहिँ अब हिलियम राखेको खण्डमा चाहिँ होइन, यसले चाहिँ पिङ्किस व्हाइट लाइट चाहिँ प्रयोग के अरे दिन्छ भनेर भन्छ है। अब इट इज युज एज नाइट ल्याम्प होइन। अब रातिको समयमा मेनली यो डेकोरेटिभ टाइपको ल्याम्प हो नियोन ग्यास ल्याम्प भनेको होइन। एज एन इन्डिकेटर ल्याम्प होइन, इन्डिकेट गर्नको लागि होइन। टु डिटेक्ट द पोलारिटी अफ डिसी, अब किन भन्दाखेरिमा यसमा चाहिँ सर्टेन डिरेक्सनमा है, यो एनोड र क्याथोड जुन इलेक्ट्रोड हुन्छ, अब नियोन नियोन ग्यास ल्याम्पमा चाहिँ अब एउटा पोलारिटीमा मात्रै दियो भने चाहिँ बल्ल त्यो नियोन ग्यासेस डिस्चार्ज हुने, र त्यसको अपोजिट पोलारिटीमा दियो भने चाहिँ तपाईँको चाहिँ नियोन ग्यास चाहिँ डिस्चार्ज नहुने होइन, अथवा त्यो आर्क मेन्टेन नहुने हुन्छ। त्यही भएर चाहिँ सर्टेन पोलारिटी, अब हामीले डिसीको पोलारिटी पत्ता लगाउनु पऱ्यो भने चाहिँ नियोन ग्यास ल्याम्प जोड्ने होइन। नियोन ल्याम्प बोल्यो भने चाहिँ पोलारिटी ठिक रहेछ हामीले जोडेको भनेर बुझ्नु पर्यो होइन, होइन भने चाहिँ पोलारिटी उल्टो रहेछ भनेर बुझ्नु पर्यो है। र इट इज युज फर एडभर्टाइजिङ पर्पज है, प्रचारहरूमा चाहिँ जुन एट्र्याक्टिभ लाइटहरू चाहिँ राखेर हुन्छ नि होइन, हो त्यस्तो ठाउँहरूमा चाहिँ बढी प्रयोग हुन्छ नियोन ग्यास ल्याम्प भन्छ है। तपाईँले देख्नु पनि भयो होला। सोडियम भ्यापर ल्याम्प है। अब यो अस्ति इक्जाममा सोधेको क्वेसन, अब 5 मार्क्समा सोधेको सोडियम भ्यापर र मर्करी भ्यापर होइन। अब कति लेख्ने कति नलेख्ने। ल, अब सोडियम भ्यापर ल्याम्पलाई हेर्नुभयो भने के भन्छ त, सोडियम भ्यापर ल्याम्प कन्सिस्ट अफ यु सेप टिप एन्ड एट द एन्ड अफ टिप टु इलेक्ट्रोड्स आर सिल्ड होइन। दुईटा इलेक्ट्रोड देख्नुहुन्छ होइन, यिनीहरूलाई सिल्ड गरेर राखेको छ। दिस टिप इज फिल्ड विथ सोडियम एन्ड स्मल क्वान्टिटी अफ नियोन ग्यास होइन। यसमा चाहिँ सोडियम प्लस के छ त, तपाईँको नियोन ग्यास छ हो। ल, since there is great effect of the change of surrounding temperature on the light output given by the lamp, hence the inner tube is enclosed in an outer double walled glass tube होइन। अब तपाईँको चाहिँ एक्सटर्नल इन्भाइरोमेन्टले यसले यो ल्याम्पले दिने आउटपुटमा फरक पार्ने हुँदाखेरि एक्सटर्नल इन्भाइरोमेन्टले चाहिँ होइन, अथवा सराउन्डिङको टेम्परेचरले चाहिँ असर नगरोस् भनेर चाहिँ यसको लागि चाहिँ हामीले चाहिँ एउटा डबल लेयरको चाहिँ एउटा इन्क्लोजर दिन्छौँ होइन, डबल लेयरको इन्क्लोजर चाहिँ दिन्छौँ।
बिफोर सिलिङ द ल्याम्प द भ्याकुम इज क्रिएटेड बिट्विन द टु ग्लास टिप इनर एन्ड आउटर। एउटा भित्र ग्लास टिप छ, एउटा बाहिर छ होइन। अब यसलाई चाहिँ सिलिङ गरेर लाउनुभन्दा अगाडि चाहिँ भित्र चाहिँ के गरिन्छ, भ्याकुम क्रिएट गरिन्छ होइन। त्यसपछि सर्किट डायग्राम तपाईँहरूले यहाँ देख्नुभयो है। यो सर्किट डायग्राम चाहिँ तपाईँले बनाउन सक्नु पर्यो इक्जाममा। अब यसले चाहिँ कसरी काम गर्छ त भन्दाखेरिमा, बिफोर द ल्याम्प स्टार्ट्स वर्किङ होइन, यो ल्याम्पले काम गर्न सुरु गर्नुभन्दा अगाडि द सोडियम इज युजली इन द सोलिड फर्म। जस्तो मैले के भने यहाँभित्र चाहिँ हाम्रो सोडियम पनि छ, त्यसपछि गएर नियोन ग्यास पनि छ होइन। सोडियम चाहिँ सुरुमा केमा हुन्छ त, सोलिड फर्ममा है, सुरुमा के हुन्छ, सोलिड फर्ममा हुन्छ। ओके, भ्यापर फर्ममा हुँदैन सुरुमा। अन द साइड्स अफ इनर ट्युब वाल होइन, इनर ट्युब वालभित्र यहाँभित्र चाहिँ तपाईँको चाहिँ के हुन्छ, सोडियम चाहिँ इनिसियल्ली चाहिँ सोलिड फर्ममा हुन्छ है। when the voltage is applied to the lamp it warms up and starts vaporizing slowly होइन, and radiates out yellow color light। जब हामीले सप्लाई दिन्छौँ होइन, त्यहाँ भएको सोडियम चाहिँ के हुन्छ त, बिस्तारै भ्यापोराइज हुन सुरु गर्छ र यसले चाहिँ येल्लो कलर लाइट दिन्छ। तर सुरुमै चाहिँ यो तपाईँको के हुन्छ त भन्दाखेरिमा सोडियम चाहिँ भ्यापोराइज हुँदैन। सुरुमा चाहिँ तपाईँले जुन नियोन ग्यास प्रयोग गरे हुन्छौँ होइन, नियोन ग्यास चाहिँ तपाईँको सुरुमा के गर्छ, भ्यापोराइज हुन्छ होइन, अथवा नियोन ग्यासले चाहिँ तपाईँको डिस्चार्ज हुन्छ भनौँ न। जस्तै दुईवटा इलेक्ट्रोड भयो, यहाँभित्र नियोन ग्यास पनि छ, त्यसपछि गएर सोडियम पनि छ होइन। त्यसपछि गएर जब हामीले भोल्टेज एप्लाई गर्छौँ होइन, त्यसपछि गएर यहाँभित्र चाहिँ तपाईँको चाहिँ नियोन ग्यास चाहिँ आयोनाइज हुन्छ, अनि त्यसपछि यहाँनिर एउटा आर्क मेन्टेन हुन्छ। अब त्यो आर्कले चाहिँ के गर्छ, हिट उत्पन्न गर्छ हो। अब त्यो हिटका कारणले गर्दाखेरि हामीसँग भएको जुन सोलिड फर्ममा भएको सोडियम छ त्यो पनि के हुन्छ, तात्न थाल्छ, अनि त्यो चाहिँ तातेर केमा कन्भर्ट हुन थाल्छ, भ्यापरमा कन्भर्ट हुन थाल्छ होइन। अनि त्यसपछि यसले चाहिँ रेडिएट के गर्छ, येल्लो कलर अफ लाइटलाई के गर्छ, रेडिएट गर्छ है। अनि आफ्टर 10 to 20 मिनट्स द ल्याम्प स्टार्ट्स गिभिङ इट फुल आउटपुट होइन। अनि बिस्तारै लगभग 10 देखि 20 मिनट पछि चाहिँ यसले चाहिँ आफ्नो चाहिँ फुल आउटपुट दिन्छ भने, सुरुमा चाहिँ यसले चाहिँ फुल आउटपुट दिँदो रहन्छ भने चाहिँ बिस्तारै बिस्तारै गरेर फाइनल्ली 10 देखि 20 मिनट भित्रमा मात्रै यसले आफ्नो फुल आउटपुट कतिसम्म दिन सक्ने हो दिँदो रहेछ, स्टार्टिङ कन्डिसनमा चाहिँ दिन सक्दो रहन्छ होइन। अब तपाईँहरूको चाहिँ अब कति भोल्टेज चाहिने छ भन्ने हुन्छ, त्यो तपाईँले चाहिएको रिक्वायर्ड भोल्टेज मेन्टेन गर्नको लागि चाहिँ त्यहाँ हामीले ट्रान्सफर्मर पनि युज गरेछ होइन। जस्तो 40 वाटको ल्याम्प हो भने चाहिँ होइन, फर 40 वाट ल्याम्प 380 भोल्ट चाहिँ चाहियो रिक्वायर्ड होइन, टु स्टार्ट द डिस्चार्ज होइन। त्यो डिस्चार्ज स्टार्ट गर्नको लागि चाहिँ हामीलाई कति चाहियो त, 380 भोल्ट चाहियो। अब त्यो मेन्टेन गर्ने काम चाहिँ कसको हो त, त्यो ट्रान्सफर्मरको है। फर 100 वाट ल्याम्प 450 भोल्ट इज रिक्वायर्ड होइन। 100 वाटको लागि चाहिँ कति हुँदो रहेछ त, 450 भोल्ट होइन। यसै गरी फरक फरक रेटिङको लागि फरक फरक भोल्टेज लेभल हुन्छ है। र दिस भोल्टेज लेभल आर अप्टेन फ्रम द हाई रिलक्टेन्स ट्रान्सफर्मर, हाई रियाक्टेन्स हो है, हाई रियाक्टेन्स ट्रान्सफर्मर। ड्यू टु पुवर पावर फ्याक्टर क्यापासिटर इज युज टु इन्हान्स इट होइन। अथवा ट्रान्सफर्मर हामीले प्रयोग गरेको हाई रियाक्टेन्स ट्रान्सफर्मरका कारणले गर्दा जुन पावर फ्याक्टर कम हुन्छ त्यसलाई सुधार गर्नको लागि चाहिँ क्यापासिटर चाहिँ प्रयोग गरे हुन्छ। अब यसको एडभान्टेजेस के छ त, फाइदाहरू भन्दाखेरिमा तपाईँको अब यसको चाहिँ लाइफ चाहिँ के हुने भयो त, बढी हुने भयो। इन्क्यान्डेसन ल्याम्पको चाहिँ कति भन्छ, 1000 घन्टा भन्छ होइन। अब यिनीहरूको चाहिँ कति 2500 लिएर 3000 घन्टा हुन्छ। त्यसपछि गएर यसको लिमिनियस इफिसियन्सी चाहिँ तपाईँको कति छ त, 50 ल्युमेन पर वाट है। र यसको चाहिँ लो अपरेटिङ टेम्परेचर होइन, कम टेम्परेचरमा पनि यसले चाहिँ काम गर्छ। त्यसपछि गएर इफेक्टिभ इन रेनी एन्ड फगी सिजन, किनकि यसले मोनोक्रोमेटिक लाइट दिन्छ नि त, एउटै कलरको येल्लो कलरको लाइट दिन्छ। अब येल्लो कलरको लाइट दिइसकेपछि चाहिँ यो त्यस्तो त्यस्तो लाइटलाई हामीले के भन्छौँ, मोनोक्रोमेटिक लाइट भन्छौँ है। एउटै वेभ लाइटलाई हामीले के भन्छौँ, मोनोक्रोमेटिक लाइट, एउटा मात्रै कलरको लाइट आयो भने होइन। अब त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ कहाँनिर प्रयोग गर्न चाहिँ एकदम उपयुक्त मानिन्छ। यसलाई अब ग्लेयर पनि उत्पादन गर्दैन होइन। अब त्यो भएर यसको इन्टेन्सिटी पनि राम्रो हुन्छ। त्यही भएर जाने रेनी सिजनहरू फगी सिजनहरूमा होइन, त्यस्तो ठाउँमा चाहिँ मोनोक्रोमेटिक लाइट युज गर्नु चाहिँ राम्रो मानिन्छ है, अलिकति तिनीहरू फोकस्ड हुन्छ। त्यही भएर अनि डिसएडभान्टेज भनेको स्टार्टिङ टाइम इज रिक्वायर्ड होइन, झ्याप्पै फुल क्यापासिटीमा स्टार्ट हुन सक्दैन, केही समय लाग्छ। इट रिक्वायर्स एडिसनल ट्रान्सफर्मर होइन, एउटा भोल्टेज लेभल हामीलाई जुन चाहिएको छ त्यो मेन्टेन गर्नको लागि। त्यसपछि गएर यसको पावर फ्याक्टर चाहिँ के हुन्छ, कम हुन्छ।
होइन, नर्मल्ली सुरुमा। यसको एप्लिकेसनको बारेमा भन्दाखेरिमा चाहिँ स्ट्रिट लाइटिङहरूमा है, तपाईँले पनि देख्नुभयो होला, स्ट्रिट लाइटिङहरूमा चाहिँ सोडियम भ्यापर ल्याम्पहरू चाहिँ प्रयोग भएको तपाईँले पक्कै देख्नु भएको छ होइन। अब लाइटिङ इन ओपन स्पेस, अब हाइवेहरूतिर होइन, स्ट्रिट लाइटिङ कुरा त्यस्तै त्यस्तै हो है। ल यहाँ पनि त्यही कुरालाई लेखेको छ, खासै केही पनि छैन। इट इज कोल्ड क्याथोड एन्ड लो प्रेसर ल्याम्प होइन। अब यिनीहरू हाई प्रेसर ल्याम्प पनि हुन्छ होइन, अब लो प्रेसर ल्याम्प पनि हुन्छ। जेनरली तपाईँहरूको चाहिँ हाई प्रेसर भनेर भन्दाखेरिमा चाहिँ भित्रपट्टि प्रेसर चाहिँ तपाईँको होइन 1 atm, 1 एटमोस्फेरिक प्रेसरभन्दा बढी मेन्टेन भएको छ भने त्यसैलाई हामीले हाई प्रेसर भन्छौँ होइन। र 1 atm भन्दा चाहिँ कम प्रेसर मेन्टेन भएको छ भने त्यसलाई चाहिँ हामीले चाहिँ लो प्रेसर भन्छौँ होइन। अब यिनीहरू चाहिँ हट क्याथोड टाइपको पनि हुन्छ होइन, कोल्ड क्याथोड पनि हुन्छ। अब यो चाहिँ हामीले चाहिँ एक्सप्लेन गरिरहेको चाहिँ कोल्ड क्याथोड ल्याम्प है। इट इज अ यु त्यही कुरा हो, मैले थोरै यसलाई रिपिट मात्रै गरेको एकैछिन है। इट इज अ यु सेप्ड इन्क्लोज टिप विथ अ डबल वाल्ड भ्याकुम फ्ल्याक्स विच किप्स द टेम्परेचर विदिन द वर्किङ रिजन होइन। जसले चाहिँ टेम्परेचर मेन्टेन गर्न चाहिँ हेल्प गर्छ यो यु टाइपको फ्ल्याक्सले भनेर, बाहिरबाट जुन हामीले लगाएको छौँ डबल वालवाला त्यसले। टु अक्साइड कोटेड इलेक्ट्रोड्स आर युज इन द इनर टिप विच आर सिल्ड फ्रम बोथ इन होइन। इलेक्ट्रोडहरू चाहिँ अक्साइडले चाहिँ कोटिङ गरेर चाहिँ हुन्छ होइन। सिन्स इट इज लेस ल्युमिनियस ल्याम्प द लेन्थ अफ द ट्युब इज लङ्गर होइन। यसले कम मात्रै ल्युमिन आउटपुट दिनुभएको भएर त्यस्तो रेन्ज बढाउनको लागि चाहिँ होइन हामीले चाहिँ के गरे हुन्छ त अलिकति ट्युबलाई चाहिँ लामो बनाएर राखेको हुन्छ। सम एमाउन्ट अफ नियोन ग्यास एन्ड मेटालिक सोडियम आर केप्ट इन द ट्युब होइन। नियोन र के हुन्छ त सोडियम, मेटालिक सोडियम अथवा सोलिड फर्मको सोडियम भन्छ। एट द टाइम अफ स्टार्टिङ द नियोन ग्यास भ्यापराइजेस एन्ड जेनेरेट्स इनफ हिट होइन। यो भ्यापराइज भएर त्यसले चाहिँ हिट उत्पन्न गर्छ। त्यसले उत्पन्न गरेको हिटले चाहिँ फेरि के गर्छ, मेटालिक सोडियमलाई चाहिँ भ्यापराइज गर्ने काम गराउँछ है। इनिसियली सोडियम इज केप्ट इन सोलिड फर्म अन द इनर वाल अफ द ट्युब है। When the sufficient amount of voltage is applied between the electrodes, then the discharge occurs in neon gas and pink color light is generated। सुरुमा त नियन ग्यास मात्रै डिस्चार्ज हुन्छ नि, त्यही भएर त्यसले चाहिँ पिङ्क कलर अफ लाइट निकाल्छ। तर बिस्तारै बल्दै जाँदाखेरि सोडियम पनि भ्यापराइज भइसकेपछि चाहिँ मोनोक्रोमेटिक येल्लो कलर अफ लाइट चाहिँ आउँछ है। टेम्परेचर इन्क्रिजेस ग्रेजुअली एन्ड मेटालिक सोडियम भ्यापराइजेस एन्ड आयोनाइजेस टु प्रोड्युस मोनोक्रोमेटिक येल्लो कलर अफ लाइट होइन। अब 10 देखि 15 मिनट्स लाग्छ भन्छ, कतै 10 देखि 20 भन्छ होइन, त अलिकति फरक हुनसक्छ। अब त्यो रेन्ज चाहिँ यही नै हो है। सिन्स द अपरेटिङ पावर फ्याक्टर इज रिड्युस्ड होइन, द पावर फ्याक्टर इज इम्प्रुभ बाई कनेक्टिङ द क्यापासिटर। इफिसियन्सी 40 देखि 50 ल्युमेन पर वाट हुन्छ। अब कतै 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 40 पनि भने होला, कतै 30 देखि 50 भन्छ होइन, कतै 50 मात्रै भन्छ। जे होस् यसकै सेरोफेरो हुन्छ है, त्यो फरक फरक उसले फरक फरक नै लेखिरहेको हुन्छ। अब फरक फरक हुनसक्छ नि त, सबै एउटै हुन्छ भन्ने त छैन। हाम्रो यो सोडियम भ्यापर ल्याम्प पनि होइन, कन्स्ट्रक्सनको आधारमा पनि अलिकति फरक पर्न सक्छ, क्वालिटीको आधारमा फरक पर्न सक्छ। त्यही भएर जेनरली रेन्ज दिइरहेको हुन्छ, कतै 30 देखि 40 दियो भने पनि अब त्यति नै हुँदैन, कतै 40 देखि 50। तर सेरोफेरि यहीँ धेरै ड्रास्टिकल्ली फरक पर्नु भएन होइन। अब यता 40 देखि 50 भने कतै चाहिँ 200 देख्यो भने त अब अलिकति सोचनीय विषय हुन्छ, नत्र अलिकति चाहिँ तलमाथि परिरहेको हुन्छ है यस्तो कुराहरू चाहिँ। जेनरली द ल्याम्प इज प्रोड्युस इन 45 वाट होइन, 60 वाट, 85 वाट, 140 वाटको ल्याम्पमा चाहिँ जेनरली यो रेन्जमा चाहिँ प्रोड्युस गरिन्छ भनेर चाहिँ भन्छ है। अब आवश्यकता अनुसार डिजाइन अनुसार योभन्दा बढीमा पनि गर्न सकिने भयो होइन। र यसको अपरेटिङ टेम्परेचर चाहिँ 300 डिग्री सेल्सियस भयो होइन। एभरेज लाइफ स्पेन 3000 जति भन्छ। अघि मैले भनेकोमा कति थियो माथि, 2500 देखि 3000 होइन, यहाँ चाहिँ 3000 भनेको छ। त्यही अलिकति त्यस्तो फरक पर्न सक्छ होइन, कसैले ठ्याक्कै 3000 भन्छ, कसैले रेन्ज भन्छ। त्यही भएर त्यस्तो यसलाई सिरियसली लिनु पर्दैन। अब यो मर्करी भ्यापर ल्याम्प भन्ने छ होइन, यो चाहिँ अब तपाईँको चाहिँ यस्तो खाले छ होइन। एकचोटि यो तपाईँहरूले आफै हेर्नु होला है। म चाहिँ तपाईँहरूलाई त्यो लो प्रेसरवाला फ्लोरेसेन्टवाला चाहिँ पढाउँछु है। ल एकचोटि यो तपाईँहरूले हेर्नु खासै गाह्रो छैन, यो पनि ग्यासेस डिस्चार्ज ल्याम्पै हो।
मेकानिजम उस्तै उस्तै हो, खासै केही पनि छैन। एकचोटि यो फिगर हेर्नु त तपाईँहरूले फ्लोरेसेन्टवाला, यो चाहिँ तपाईँहरूको इम्पोर्टेन्ट छ। जस्तो तपाईँलाई एक्जाम मर्करी मर्करी भ्यापर ल्याम्प भनेर आयो भने फ्लोरेसेन्ट ल्याम्पको बारेमा लेख्दा हुन्छ है। क्रिकेट स्टेडियममा हेलोजेन लाइटहरू, फ्लड लाइटिङमा प्रायः हेलोजेन लाइटै प्रयोग गर्छ। तपाईँको अस्ति इक्जाममा सोडियम भ्यापर ल्याम्प र मर्करी भ्यापर ल्याम्प भनेर आयो, तपाईँले चाहिँ फ्लोरेसेन्ट ल्याम्प पनि एउटा तपाईँहरूको चाहिँ के हो त भन्दाखेरि लो प्रेसर मर्करी भ्यापर ल्याम्प हो है। मर्करी भ्यापर, तर यो के हुन्छ त, यो यसमा चाहिँ लो प्रेसर भनेको लेस देन 1 एटमोस्फेरिक प्रेसर हुनु पर्यो है भित्र। ओके, एकचोटि यो ध्यान दिएर फिगर हेरौँ है। जस्तो अब यसलाई यहाँ बनाउन पाए नि राम्रै हुन्थ्यो। केले बनाउने होला? अब तपाईँको चाहिँ के छ भन्दाखेरिमा ब्लास्ट अथवा चोक पनि भन्छ होइन। यो चाहिँ तपाईँको क्यापेसिटर भयो। त्यसपछि गएर यहाँबाट आएर चाहिँ तपाईँको फिलामेन्टमा गयो है। यहाँबाट आएर कहाँ गयो त, एउटा फिलामेन्टमा गयो। त्यसपछि माथि चाहिँ कता गयो त, स्टार्टरमा गयो है। कस्तो बाङ्गो भयो, एकछिन पर्खिनु, धेरै नै बाङ्गो भयो त। फिगर तपाईँले पनि म सँगसँगै बनाउनु है कपीमा। तपाईँको चाहिँ ब्लास्ट भयो, ओके। फिगर बनाउनु अल्छी नगर्नु। अब इक्जाममा अब क्वेसनहरू सोध्यो भने टक्क फिगर चाहिँ बनाइहाल्ने है। बरु थोरै कुराहरू लेख्ने होइन इक्जाममा, लेख्ने ठ्याक्कै भ्याएन भने। तर फिगरहरू चाहिँ बनाउने, किनकि फिगर आफैले चाहिँ धेरै कुराहरू बोल्या हुन्छ क्या। फिगर त्यही भएर फिगर बनाउन जाने भएपछि पक्कै यसले भित्र लेखेको कुरा पनि राम्रै लेख्यो होला भन्ने हुन्छ। त्यही भएर फिगर चाहिँ सकेसम्म चाहिँ बनाउनु होला है। ल, अब यस्तो खालको छ होइन। एसयुपिपिएलओ सप्लाई भयो होइन। क्यापासिटर होइन, ब्लास्ट, ब्लास्ट पनि भन्छ, आफ्नो आफ्नो प्रोनाउन्सिएसन हो। यो चाहिँ तपाईँहरूको चाहिँ के भयो त, टिब। यो के हो तपाईँहरूको, टिब हो। यहाँभित्र चाहिँ हामीले आर्गन राखेको हुन्छ, मर्करी राखेको हुन्छ होइन। मर्करी चाहिँ सुरुमा तपाईँको लिक्विड फर्ममा हुन्छ सुरुमा होइन, पछि चाहिँ भ्यापर फर्ममा कन्भर्ट हुने हो। माथि चाहिँ तपाईँको बाइमेटालिक स्विच, एउटा त्यसमा यो दुईटा हुन्छ, एउटा चाहिँ यो सिङ्गल यतापट्टि देखेको दाहिनेपट्टिको चाहिँ मुभिङ कन्ट्याक्ट हो, यो सरी फिक्स कन्ट्याक्ट हो होइन। त्यसपछि यो चाहिँ तपाईँको के हो त, मुभिङ कन्ट्याक्ट हो। र यो मुभिङ कन्ट्याक्ट चाहिँ बाइमेटालिक स्ट्रिपले बनेको हुन्छ है। दुईटा मेटलहरूको, दुईटा मेटलले बनेको हुन्छ। बाइमेटालिक स्ट्रिप चाहिँ दुईटा मेटालिक स्ट्रक्चरले बनेको हुन्छ। र दुईटा मेटलको चाहिँ कोएफिसिएन्ट अफ थर्मल एक्सपान्सन फरक फरक हुन्छ होइन। बाइमेटालिक स्ट्रिप भनेकै त्यही हो। अब अब हामी के गरौँ त भन्दाखेरि सुरुबाट एकचोटि सर्किटलाई हेरौँ है। ल, सुरुमा सर्किटलाई हेरौँ। अब यो सप्लाई भयो होइन, त्यसपछि यहाँनिर तपाईँको ब्लास्ट छ। त्यसपछि गरी कनेक्सन हेर्नुहोस् है, कनेक्सन यहाँबाट केमा गयो त, फिलामेन्टमा गयो। त्यसपछि यहाँनिर चाहिँ तपाईँको चाहिँ यहाँनिर तपाईँको यो नियोन ल्याम्प हुन्छ, नियोन है, अथवा नियोन ग्यास हुन्छ भन्ने भित्र चाहिँ यो भित्र नियोन ग्यास हुन्छ है। बाइमेटालिक स्ट्रिपलाई चाहिँ एउटा ग्लास बल्बले घेरेको हुन्छ, र त्यो ग्लास बल्बभित्र चाहिँ तपाईँहरूले चाहिँ नियोन ग्यास राखेको हुन्छ है। ओके, अब यहाँनिर आफ्नो फिलामेन्ट हुँदै सर्किट चाहिँ यसरी कम्प्लिट भयो राइट। अब जब तपाईँले सप्लाई दिनुहुन्छ, हेर्नुहोस् है, अब कसरी काम गर्छ त भन्दाखेरिमा, जब तपाईँले सप्लाई दिनुहुन्छ, सुरुको कन्डिसनमा सप्लाई त यसरी गयो होइन, यसरी जान्छ सप्लाई।
होइन। अब यहाँनिर चाहिँ के छ त, तपाईँको बायोमेटालिक स्ट्रिप चाहिँ के छ, ओपन छ। ओके, भनेपछि यो दुईटा पोइन्टको बिचमा एउटा भोल्टेज स्ट्रेस त डेभलप हुन्छ, अनि क्यापेसिटर त छ, यहाँ क्यापेसिटरले सर्किट कम्प्लिट गर्यो। तर यहाँनिर चाहिँ यो दुईटा यो बायोमेटल यो नियोन ग्यास जुन भरेर राखेको छ बलभित्र, अथवा जुन यो एउटा दुईटा मुभिङ कन्ट्याक्ट र फिक्स कन्ट्याक्ट छ, तिनीहरूको बिचमा जुन ग्याप छ, त्यहाँनिर एउटा के हुन्छ त, एउटा भोल्टेज स्ट्रेस चाहिँ के हुनु भयो, डेभलप हुने भयो। ओके। अब अब त्यो भोल्टेज स्ट्रेस डेभलप भइसकेपछि त्यहाँ जुन नियोन ग्यास हुन्छ, त्यस्तो चाहिँ नियोन ग्यास चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ त, भेपराइज हुन्छ हो। त्यसको कारणले गर्दा नियोन ग्यास चाहिँ भेपराइज हुन्छ, र त्यो भइसकेपछि यो दुइटाको बिचमा चाहिँ के हुन्छ, एउटा आर्क बन्छ। यो दुइटाको बिचमा एउटा के बन्छ त, आर्क मेन्टेन हुन्छ है। भनेको दुइटा मुभिङ कन्ट्याक्ट र फिक्स कन्ट्याक्टको बिचमा कसरी भयो त भन्दाखेरिमा, तपाईँको जुन हाई भोल्टेज डेभलप भएको हुन्छ, स्ट्रेस डेभलप भएको हुन्छ होइन, त्यसले चाहिँ सजिलै त्यहाँभित्र भएको नियोन ग्यासलाई चाहिँ के गरिदिन्छ, भेपराइज गरिदिन्छ, र त्यो मिडियमबाट एउटा चाहिँ के भन्छ, यसले एउटा आर्क बनाउँछ। अब आर्क बनाइसकेपछि त्यो आर्कले के गर्छ त, यो जुन बाइमेटालिक स्ट्रिपहरू थियो होइन, यसलाई चाहिँ के गर्छ, तताउँछ हो। त्यो हिट आर्क भनेको त ओभियसली त्यो हिट इनर्जी हो होइन। त्यो हिटले चाहिँ यो बाइमेटालिक स्ट्रिपलाई चाहिँ के गर्छ, तताउँछ। ततिसकेपछि बायोमेटालिक स्ट्रिप चाहिँ बेन्ड हुन्छ कि, बेन्ड हुन्छ, बाङ्गिन्छ होइन, थोरै नुग्छ। नुगिसकेपछि चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरिमा, यो जुन फिक्स कन्ट्याक्ट थियो, त्यसलाई चाहिँ यो मुभिङ कन्ट्याक्टले छुन्छ। सुरुमा त तिनीहरूको बिचमा सेपरेसन थियो, अब चाहिँ के भयो त, छुनी भयो। अब छुनी भइसकेपछि तपाईँको यो सर्किट चाहिँ के भयो त, कम्प्लिट भयो है। यो माथिको सर्किट चाहिँ तपाईँको के भयो, कम्प्लिट भयो। भनेपछि यसरी तपाईँको चाहिँ फिलामेन्ट ए हुँदै तपाईँको फिलामेन्ट बीसम्म चाहिँ तपाईँको फुल करेन्ट चाहिँ के हुने भयो, बग्ने भयो। र फुल करेन्ट बग्दाखेरि चाहिँ तपाईँहरूको फिलामेन्टहरू चाहिँ के हुन्छ त, अब यहाँ हिटेड हुन्छ, फिलामेन्ट चाहिँ के हुने भयो, अब तात्ने भयो है। अब तातिसकेपछि चाहिँ यिनीहरूले के गर्छ त, एउटा इलेक्ट्रोन चाहिँ यहाँबाट के गर्छ, इमिट गर्ने भयो। ओके, यहाँबाट चाहिँ इलेक्ट्रोनहरू चाहिँ के गर्छ, यसले इमिट गर्छ हो। अब त्यो इलेक्ट्रोनहरू गएर चाहिँ कहाँनिर ठोकिन्छ, यहाँ भित्र भएको आर्गनहरूमा चाहिँ स्ट्राइक हुन्छ हो। अब तर सुरुको चोटिमा चाहिँ के हुन्छ, त्यति सफिसियन्ट एमाउन्ट अफ चाहिँ इलेक्ट्रोनहरू चाहिँ इमिट भइसक्यो हुँदैन होइन। अब के हुन्छ त भन्दाखेरिमा, अब तपाईँको चाहिँ यहाँनिर चाहिँ के भयो त, सर्किट के भयो, क्लोज भयो। अब सर्किट क्लोज भइसकेपछि तपाईँको के हुन्छ, अब यहाँ नर्मल करेन्ट चाहिँ बग्ने भयो भने अब यहाँ तपाईँको आर्क हुँदैन भनेर बुझ्नु पऱ्यो होइन। अब आर्क नभइसकेपछि तपाईँको बाइमेटालिक स्ट्रिप चाहिँ के हुन्छ, सेलाउँछ। आर्क नभइसकेपछि बायोमेटालिक स्ट्रिप चाहिँ के गराउँछ त, सेलाउँछ। ओके। अब त्यसपछि के हुन्छ त तपाईँको भन्दाखेरिमा, अब त्यो कन्ट्याक्ट छुट्टिने भयो। अघि किन जोडिएको थियो त भन्दाखेरिमा, त बायोमेटालिक स्ट्रिप नुगेको थियो, नुगेर चाहिँ कन्ट्याक्ट भएर जोडिएको थियो तिनीहरू। अब चाहिँ नर्मल करेन्टले मात्रै चाहिँ बायोमेटालिक स्ट्रिपलाई त्यति तताइरहन सक्दैन कि होइन, अब यिनीहरू चाहिँ के हुन्छ, फेरि छुट्टिन्छ। भने चाहिँ फेरि के भयो त, त्यहाँनिर चाहिँ अब सर्किट चाहिँ डिस्कन्टिन्यू भयो, भने चाहिँ बगिरहेको करेन्ट चाहिँ एक्कासी के भयो त, रोकियो। अब त्यो भइसकेपछि ब्लास्टले के गर्छ, अथवा इन्डक्टर, हाइली इन्डक्टिभ मेटेरियलको नेचर कस्तो भन्दाखेरिमा त, इएमएफ भनेको एलडिआई बाई डिटी होइन, सर्टेन करेन्ट बगिरहेको थियो, एक्कासी करेन्ट जिरो आयो। भनेपछि चेन्ज इन करेन्ट धेरै भयो विदिन कम टाइममा, भनेपछि यसले चाहिँ हाइली, यसले चाहिँ के गर्छ, इएमएफ इन्ड्युस गर्छ होइन। यो इन्डक्टर कामै के हो, करेन्ट घट्न खोज्दा घट्न नदिने, यसको नेचरै त्यही हो होइन। अब यसले चाहिँ के गर्छ, हाई भोल्टेज चाहिँ फेरि यसले के गर्छ, आफै इन्ड्युस गर्छ हो। यसले के गर्छ, आफै हाई भोल्टेज इन्ड्युस गर्छ। अनि त्यसपछि गएर फेरि के हुन्छ, त्यो अघिकै प्रक्रिया दोहोरिन्छ होइन। जुन नियोन ग्यास छ, नियोन ग्यासलाई फेरि आयोनाइज गर्छ, त्यहाँनिर फेरि आर्क बन्छ। आर्क बनिसकेपछि फेरि तपाईँको के हुन्छ त, बायोमेटालिक स्ट्रिप तातिन्छ। तातेपछि चाहिँ फेरि बायोमेटालिक स्ट्रिप फिक्स कन्ट्याक्टमा जोडिन्छ। जोडेपछि तपाईँको फेरि नर्मल सर्किट हुन्छ, अनि फेरि करेन्ट बग्न थाल्छ होइन। फिलामेन्टको थ्रु फेरि के गर्न थाल्छ, करेन्ट बग्न थाल्छ। अब करेन्ट बगिसकेपछि यसले फेरि के गर्छ त, इलेक्ट्रोनहरू चाहिँ फेरि अझै के गर्न थाल्छ, इमिट गर्न थाल्छ। अनि यो इलेक्ट्रोनहरू चाहिँ तपाईँको आर्गनमा होइन, आर्गनमा चाहिँ के गर्छ, ठोकिन्छ। ओके। अब ठोकिसकेपछि चाहिँ त्यो पाथ त्यो पाथ मेन्टेन गर्दै चाहिँ यिनीहरूले चाहिँ यहाँनिर के गर्छ, आर्क इस्टाब्लिस गर्छ। अनि यहाँनिर जुन हिट इनर्जी हुन्छ, यो हिट इनर्जीले चाहिँ फेरि के गर्छ, मर्करी भ्यापरलाई चाहिँ के गर्छ, तपाईँको फेरि तताउँछ होइन। अनि यसले चाहिँ के गर्छ, रेडिएसन चाहिँ इमिट गर्ने हो है। अब यसलाई म एकचोटि सर र पढ्छु, अनि पढिसकेपछि फेरि तपाईँलाई के गर्छु, फेरि एकचोटि एक्सप्लेन गर्छु है। अब एकचोटि अलि सर र जेनरल आइडिया मैले तपाईँलाई भने। अब म एकचोटि तपाईँलाई यो
लाइन टु लाइन पढ्छु। अनि पढिसकेपछि तपाईँले फेरि यो फिगर बनाएर एक्सप्लेन गर्छु, अनि त्यसपछि फेरि बुझिन्छ है। अब अलिकति यसको थ्योरी पनि हेरौँ होइन। ल, अब यसमा के भनेको छ, प्रिन्सिपल अफ अपरेसनमा एकचोटि हेरौँ त। यसमा के भनेको छ तपाईँको। ओके, when fluorescent material are subjected to electromagnetic radiation of particular wavelength, they get excited in n intons, give out radiation at some other wavelength, होइन। इफ द एक्साइटिङ अनि एन्ड गिभ आउट रेडिएसन इभन इफ द एक्साइटिङ रेडिएसन इज रिमुभ भन्छ। भन्न खोजेको यहाँ बाहिर चाहिँ हामीले फस्फरस कोटिङ गरेको हुन्छ यो वालको बाहिर होइन। र यिनीहरूले अब सुरुमा चाहिँ हाम्रो यहाँ भित्रबाट चाहिँ जुन रेडिएसन आउँछ युभी रेडिएसन आउँछ है। फ्लोरेसेन्ट ल्याम्पबाट सुरुमा भित्रबाट युभी रेडिएसन आउँछ। त्यो युभी रेडिएसन चाहिँ जब तपाईँको फ्लोरेसेन्ट मेटेरियल होइन अथवा त भनेको फस्फरसमा पर्छ, त्यसले चाहिँ के गर्छ, त्यो युभी रेजलाई चाहिँ भिजिबल रेजमा चाहिँ कन्भर्ट गरिदिन्छ, जुन चाहिँ हामीले लाइटको रूपमा देख्छौँ मात्रै भनेर भन्न खोजेको है। फस्फरस मेटेरियल प्रयोग गरेका हुन्छौँ हामीले भनेर भनेको। ल, कन्स्ट्रक्सन अब यसमा चाहिँ के हुन्छ, ट्युब हुने भयो, चोक छ, स्टार्टर छ, इन पावर फ्याक्टर इम्प्रुभमेन्ट क्यापासिटर छ है। सर पढाउँ अनि म फेरि एकचोटि यसको वर्किङ बताउँछु है। अब टिप छ होइन, ग्लास टिप विच इज सिल्ड विथ टु फिलामेन्ट एट टु इन्ड्स होइन, दुईटा तर्फ दुईवटा फिलामेन्ट थियो होइन। इट इज ट्युबको कुरा गरिरहेको छौँ। इट इज कोटेड विथ फ्लोरेसेन्ट पाउडर होइन, यसलाई चाहिँ बाहिर चाहिँ फ्लोरेसेन्ट पाउडरले चाहिँ के गरे हुन्छ, कोटेड गरे हुन्छ होइन। फ्लोरेसेन्ट भनेको चमकदार भनेको वास्तवमा। एन्ड फिल्ड विथ मर्करी एन्ड आर्गन, अब टिपभित्र चाहिँ के राखेको हुँदो रहेछ, मर्करी जसको सिम्बल एचजी हो प्लस आर्गन यो राखेको हुन्छ भनेर भन्यो है। अब चोक अथवा जसलाई हामीले ब्लास्ट भन्छौँ होइन, सप्लाई लार्ज पोटेन्सियल फर इस्टाब्लिस स्टार्टिङ आर्क होइन। अब यसले चाहिँ के गर्छ, हाई हाई पोटेन्सियल चाहिँ दिन्छ होइन। डिआई बाई डिटीको भ्यालु जिरो हुनु खोज्दाखेरि यसले चाहिँ हाई पोटेन्सियल चाहिँ इन्ड्युस गर्छ अक्रस द इलेक्ट्रोड्स होइन, र लिमिट्स द आर्क करेन्ट टु सेफ भ्यालु है। यसले किसिममा एक्सप्लेन गरौँला। त्यसपछि गएर स्टार्टर, स्टार्टर इज प्रोभाइडेड टु लिमिट द स्टार्टिङ करेन्ट होइन। अब स्टार्टरले चाहिँ के गर्छ, स्टार्ट गर्छ। अब स्टार्ट गरिसकेपछि स्टार्टरको काम हुँदैन, त्यसलाई हामीले निकालेर राखे पनि चाहिँ के हुन्छ त, हाम्रो बत्ती चाहिँ बलिरहन्छ भनेर भन्छ है। ल, पहिला यो फिगर पनि हेरौँ एकचोटि। इट इज अ हट क्याथोड लो प्रेसर मर्करी भ्यापर ल्याम्प है। फ्लोरेसेन्ट ल्याम्प भनेको लो प्रेसर मर्करी भ्यापर ल्याम्प हो। इट कन्सिस्ट अफ अ लङ हरिजेन्टल ट्युब होइन। देयर आर टु मेन इलेक्ट्रोड्स, यहाँ जुन देखाएको छ इलेक्ट्रोड होइन, दुईटा मेन इलेक्ट्रोड छन् होइन। मेड बाई कोटिङ टङ्स्टन कोइल विथ इलेक्ट्रोन इमिटिङ मेटेरियल होइन। यो टङ्स्टन माथि यसमा चाहिँ थोरियम राखेको हुन्छ भनेर भनेको छ है। बुझ्नुभयो, मेड बाई कोटिङ टङ्स्टन कोइल विथ इलेक्ट्रोन इमिटिङ थोरियम भनेको यसले हाइली यसको थोरियम मेटलको नेचर चाहिँ हाइली इलेक्ट्रोन इमिट गर्ने खालको हुन्छ। त्यही भएर चाहिँ तपाईँको चाहिँ यो टङ्स्टन माथि चाहिँ इलेक्ट्रोन इमिट गर्न सक्ने मेटेरियल भनेको थोरियमले चाहिँ माथि कोटेड गरेर राखेको हुन्छ। ओके, स्मल एमाउन्ट अफ आर्गन एन्ड अ लार्ज एमाउन्ट अफ मर्करी होइन। आर्गन त धेरै चाहिएन, त्यसपछि गएर मर्करी चाहिँ राखेको हुन्छ। मर्करीलाई चाहिँ यो प्रेसरमा राखेको हुन्छ भन्छ है। टु इम्प्रुभ द efficiency and color quality, the inside of the tube is coated with fluorescent powder which is known as phosphorus, जेनरली फस्फोरसै राख्छ है। ल, अब यहाँनिर हेरौँ त। चोक वर्क्स टु गिभ भोल्टेज इम्पल्स एट स्टार्टिङ, स्टार्टिङको बेलामा जुन हामीलाई हाई स्पाइक अफ भोल्टेज चाहिन्छ त्यो दिने काम चाहिँ केले गर्छ त, चोकले गर्छ अथवा ब्लास्टले गर्छ। क्यापासिटर वर्क्स टु इम्प्रुभ पावर फ्याक्टर होइन। when the supply is switched on the glow starter terminal is, अब ध्यान दिनु है, when the supply is switched on the glow starter terminal is open circuited। ग्लो स्टार्टर टर्मिनल भनेको जो स्टार्टरको कुरा छ यो होइन। यो चाहिँ सुरुमा के हुन्छ त, ओपन सर्किटेड हुन्छ। हामीले जब सप्लाई दिइरहेको हुन्छ सुरुमा त के हुन्छ, ओपन सर्किटै हुन्छ होइन। since the resistance of the electrodes and choke is reduced, full voltage is applied to the terminal of the starter होइन। अब त्यो त्यहाँनिर चाहिँ अब त्यहाँ हामीले एप्लाई गरेको सबै भोल्टेज चाहिँ कहाँनिर जान्छ त, स्टार्टरमा गएर चाहिँ एप्लाई हुन्छ
त्यो भइसकेपछि के हुने भयो त हेर्नुहोस् त, द स्मल एमाउन्ट अफ आर्गन इन द ग्लो स्टार्ट्स आयोनाइजेस प्रोड्युसिङ एन आर्गन। यहाँ चाहिँ आर्गन भन्यो होइन, त्यो भित्र चाहिँ आर्गन पनि राख्न सकिन्छ अथवा नियोन पनि राख्न सकिन्छ है। यहाँनिर चाहिँ आर्गन भन्यो, अब त्यहाँभित्र चाहिँ वी क्यान युज नियोन पनि होइन, इनर ग्यासेस हुन्। अब जेनरली चाहिँ नियोनै राखेको हुन्छ, तर कतै कतै आर्गन पनि राख्न पाइयो है त्यहाँभित्र, जुन बाइमेटालिक स्ट्रिप बाहिर चाहिँ एउटा बल्ब जस्तो हुन्छ होइन, बाइमेटालिक स्ट्रिप एउटा यो भयो, जुन चाहिँ मुभेबल भयो, एउटा चाहिँ फिक्स कन्ट्याक्ट भयो, यहाँभित्र चाहिँ ग्यास हुन्छ। अब त्यो नियोन पनि राख्न सकिन्छ, आर्गन पनि राख्न सकिन्छ, आर्गन भनेको छ होइन, त्यही हो, नियोनै भन्नु खोजेको कुरा, अर्थ त्यही हो है। ल, वेन द आर्क हिट्स द बाइमेटालिक स्ट्रिप है, अब सुरुमा के भने त, द स्मल एमाउन्ट अफ आर्गन इन द ग्लो स्टार्टर आयोनाइजेस है, त्यहाँभित्र राखेको आर्गन अथवा नियोन चाहिँ के हुन्छ, आयोनाइजेस हुन्छ, र त्यो आयोनाइज भइसकेपछि त्यसले के गर्छ, त्यहाँनिर एउटा आर्क प्रड्युस गर्छ। अब जुन त्यहाँ आर्क बनेको हुन्छ, त्यो आर्कले जुन हिट हुन्छ, त्यो आर्कमा त तातोपना हुन्छ होइन। अब त्यसले चाहिँ बाइमेटालिक स्ट्रिप, जुन चाहिँ तपाईँको यतापट्टि देब्रेपट्टिको हो, त्यसलाई चाहिँ के गर्छ त, बाइमेटालिक स्ट्रिपलाई चाहिँ तताउँछ। ल, अनि द ग्लो स्टार्ट स्विच इज सर्ट सर्किटेड। अब यो दुइटा त के हुन्छ, जोडिन्छ होइन, जुन मुभेबल पार्ट र फिक्स पार्ट थियो तिनीहरू चाहिँ जोडिने भयो होइन। अब जोडिसकेपछि त्यहाँनिर आर्क बन्ने भयो त भएन होइन। अब तपाईँको सर्किट त कस्तो भयो, अब तपाईँको सर्किट त यसरी गयो होइन, यसरी फिलामेन्ट गयो, अब यसरी गयो, यो जोडियो होइन। अब जोडिसकेपछि चाहिँ तपाईँको चाहिँ सर्किट यसरी भएर कम्प्लिट भयो होइन। नाउ द टु इलेक्ट्रोड्स आर इन सेरिज एन्ड आर कनेक्टेड टु द सप्लाई। अब त दुईटा इलेक्ट्रोड चाहिँ सुरुमा जोडिएका थिएनन्, अब चाहिँ तिनीहरू के हुन्छ त, जोडियो होइन, सप्लाईसँग इलेक्ट्रोडहरू चाहिँ जोडियो। अब इलेक्ट्रोडहरूले चाहिँ जब सप्लाई पाउँछ, यिनीहरू चाहिँ के हुन थाल्छ, इलेक्ट्रोडहरू चाहिँ तातिन थाल्छ, र तातिसकेपछि यिनीहरूले के गर्छ त, इलेक्ट्रोन इमिट गर्छ हो। इलेक्ट्रोन इमिट गर्नको लागि भने उनीहरूले थोरियम राखेको हुन्छ है, जसले चाहिँ सजिलै हिट हुने बित्तिकै इलेक्ट्रोनहरू चाहिँ इमिट गर्न थाल्छ। अब वेन दिज इलेक्ट्रोन्स कोलाइड विथ आर्गन एटम, यो आर्गन एटम भनेको चाहिँ टिपभित्र भएको है, जुन आर्गन र मर्करी हुन्छ भित्र होइन। वेन दिज इलेक्ट्रोन्स कोलाइड विथ आर्गन एटम इनसाइड द लङ टिप डिस्चार्ज अकर्स होइन, यिनीहरूसँग कोलाइड गर्छ, त्यसपछि चाहिँ यहाँनिर चाहिँ एउटा डिस्चार्ज अथवा आर्क चाहिँ बन्छ। एज द टेम्परेचर इनसाइड द टिप इन्क्रिजेस, अब त टेम्परेचर त बढ्ने भयो भित्र होइन। मर्करी चेन्जेस टु भ्यापर फर्म, मर्करी अब के फर्ममा चेन्ज हुन्छ, भ्यापर फर्ममा, एन्ड करेन्ट कन्डक्सन स्टार्ट्स, त्यही त्यही माध्यम भएर चाहिँ अब के हुन्छ, करेन्ट चाहिँ कन्डक्सन हुन्छ। अब चाहिँ जुन तपाईँको पहिलाबाट माथि स्टार्टरबाट जुन करेन्ट गएको थियो, अब त्यो माथिबाट नगएर चाहिँ तपाईँको चाहिँ अब चाहिँ यसको चाहिँ लो रेसिस्टेन्स पाथ हुन्छ है। अब त्यसले चाहिँ यो लो रेसिस्टेन्स पाथबाट चाहिँ के गर्छ त, अब करेन्ट बग्न थाल्छ। भनेपछि माथिको स्टार्टर चाहिँ अब के भयो, बाइपास भयो। त्यही भएर अब चाहिँ माथिको स्टार्टर चाहिँ हामीले निकाल्दै पनि भयो है। ल, वेन द, त्यही कुरा लेखेको छ, स्टार्टर टर्मिनल ओपन। अब त्यो जेनरली तपाईँहरूको चाहिँ कहिलेकाहीँ चाहिँ त्यो स्टार्टरहरू दुई तिनचोटि फ्लिकर गरे हुन्छ नि, चिमिक चिमिक गरे हुन्छ नि, त्यो चाहिँ किन भन्दाखेरिमा, अब कहिलेकाहीँ चाहिँ तपाईँको एकैचोटिमा चाहिँ त्यो भोल्टेज चाहिँ इन्ड्युस चाहिँ नहुन सक्छ, अथवा इन्ड्युस भएको भोल्टेजले सफिसियन्ट एमाउन्टमा चाहिँ यहाँबाट इलेक्ट्रोनहरू चाहिँ निकाल्न सक्दैन है। जस्तो अब कहिले के हुन्छ त भन्दाखेरिमा, जस्तो तपाईँको अघि मैले एक्सप्लेन गरेको जस्तो, अब सुरुमा चाहिँ के भयो त भन्दाखेरिमा, तपाईँको दुईटा कन्ट्याक्टहरू जोडियो, जोडिसकेपछि सर्किट कम्प्लिट भयो होइन। अब यो सर्किट कम्प्लिट भइसकेपछि चाहिँ होइन, सर्किट कम्प्लिट भयो, अब यहाँनिर आर्क त भएन। अब आर्क नभइसकेपछि यहाँनिर चाहिँ तपाईँको हिटिङ उपलब्ध भइराखेन होइन। अथवा यो दुईटा मुभिङ कन्ट्याक्ट र फिक्स कन्ट्याक्टलाई जोडिराख्नको लागि पर्याप्त मात्रामा हिट हुँदैन, त्यो नभइसकेपछि चाहिँ यो एउटा कन्ट्याक्ट चाहिँ छुट्छ है। यो कन्ट्याक्ट छुट्ने बित्तिकै तपाईँको के हुन्छ त भन्दाखेरिमा, सर्किट इन्कम्प्लिट भयो। तर यो चोकले चाहिँ फेरि के गर्छ त, त्यस्तो हुन नदिनुको लागि यसले फेरि आफै के गर्छ, हाई भोल्टेज इन्ड्युस गर्छ हो। अब त्यो हाई भोल्टेज चाहिँ अब पर्याप्त हुन्छ, अब त्यो हाई भोल्टेजले चाहिँ सफिसियन्ट एमाउन्टमा चाहिँ के गर्छ त भन्दाखेरिमा, अब यसलाई चाहिँ फेरि के गरिदिन्छ, त्यसले फेरि बन्द गरिदिन्छ। बुझ्नुभयो, अब यसलाई फेरि के गरिदिन्छ, बन्द गरिदिन्छ। अब त्यो भइसकेपछि यो प्रक्रिया दुई तिनचोटि रिपिट भइसकेपछि यहाँनिर चाहिँ तपाईँको सफिसियन्ट एमाउन्टमा इलेक्ट्रोनहरू चाहिँ उत्पन्न हुन्छ, अनि त्यसपछि चाहिँ सर्किट चाहिँ के हुन्छ तपाईँको, कम्प्लिट हुन्छ भनेर भन्छ। अब कहिलेकाहीँ अब एक दुईचोटिमा हुन्छ, कहिलेकाहीँ तिनचोटि लाग्छ होइन, त्यस्तो नेचर हुन्छ। ल,
त्यही लेखेको छ, वेन द करेन्ट स्टार्ट्स फ्लोइङ द स्टार्टर पोटेन्सियल बिकम्स जिरो एन्ड द बाइमेटालिक स्ट्रिप्स कुल डाउन हुन्छ र स्टार्टर चाहिँ के हुन्छ, ओपन हुन्छ। अब त्यो बेलामा चाहिँ फेरि हाई भोल्टेज 1000 भोल्ट चाहिँ के हुन्छ, जेनेरेट हुन्छ। ओके, अब सिन्स देयर आर अलरेडी मेनी इलेक्ट्रोन्स इन द लङ ट्युब, होइन, अब अघि जुन पहिलोचोटिमा इलेक्ट्रोन्सहरू निस्किरहेको थियो, होइन, अब उपलब्ध भएको हाई भोल्टेजले चाहिँ सजिलरी, अब त्यो इजिली ब्रेक डाउन, त्यो लङ ग्यापलाई सजिलरी ब्रेक गर्न सक्छ, अथवा इलेक्ट्रोनको मुभमेन्टलाई स्मुथ बनाउन सक्छ, होइन। अब त्यो भइसकेपछि चाहिँ तपाईँको इलेक्ट्रोन्सले चाहिँ कहाँनिर हिट गर्छ, आर्गन र मर्करी एटममा चाहिँ के गर्छ, हिट गर्छ। र त तपाईँको मर्करी चाहिँ द एक्साइटेड एटम अफ मर्करीले चाहिँ के दिन्छ, युभी रेडिएसन दिन्छ है। अब अघि भने जस्तो तर युभी रेडिएसन त भिजिबल रेज होइन। अब त्यही भएर यसलाई चाहिँ के गर्छ त उनीहरूले, फस्फोरस मेटेरियल राखेको हुन्छ, त फस्फोरस मेटेरियलमा ठोकिसकेपछि चाहिँ युभी रे चाहिँ तपाईँको भिजिबल रेज अथवा भिजिबल लाइटमा चाहिँ कन्भर्ट हुन्छ, र त्यही अनुसारको तपाईँको आउटपुट चाहिँ देखिने हो। र यसको लिमिनेस इफिसियन्सी चाहिँ 60 ल्युमेन पर वाट हुन्छ जेनरली भनेर चाहिँ भन्छ। एकचोटि यो सर्किट डायग्राम हेर्नु त तपाईँहरूले, अब त्यो माथि स्टार्टरनिर राखेको क्यापासिटर चाहिँ जेनरली नोइज फिल्टरिङको रूपको लागि चाहिँ राखेको हुन्छ, होइन। अब C1 भन्ने क्यापासिटर चाहिँ तपाईँको पावर फ्याक्टर इम्प्रुभमेन्टको लागि राखेको हुन्छ, होइन। त्यस पछाडि गएर C2 चाहिँ तपाईँको नोइज फिल्टरिङको लागि मात्रै भनेर चाहिँ राखेको हुन्छ। अब अब के एकछिन फिगर एकछिन हेर्दै गर्नु है। क्रिकेट स्टेडियममा फ्लड लाइटमा जेनरली हेलोजेन, होइन, एलइडी पनि युज गर्छ, नगर्नु त होइन, होइन। मर्करी र फ्लोरेसेन्ट ल्याम्प सेम हो। मर्करी ल्याम्पै हो एउटा है, यो चाहिँ लो प्रेसर मर्करी भ्यापर ल्याम्प हो। फ्लड लाइटमा एलइडी पनि युज गर्छ। ग्लो स्टार्टरमा यस्तो हो, तपाईँको इनर्ट ग्यास, अब नियोन आर्गन, होइन, जुन पनि राखिरहेको हुन्छ प्राय नियोनै हुन्छ। अँ, सत्येन्द्रजीले हिट भएपछि बायोमेटेलिक स्ट्रिप पर्मानेन्टली एट्याच हुन्छ, हिट भएपछि त जोडिन्छ बायोमेटेलिक स्ट्रिप चाहिँ, तपाईँको अर्को जुन फिक्स्ड कन्ट्याक्ट छ त्योसँग चाहिँ जोडिन्छ, अनि सर्किट चाहिँ के हुन्छ, कम्प्लिट हुन्छ है। फ्लोरेसेन्ट स्वदेशी मर्करी भेपर लेख्न पाइन्छ कि नै हेरे, फ्लोरेसेन्ट स्वदेशी त फ्लोरेसेन्टै लेख्नु पर्यो नि। मर्करी भ्यापर भनेको जेनरली अब त्यसले वाइड रेन्ज कभर गर्यो, हाई प्रेसरको लो प्रेसरको सबैको कभर गर्छ, यो चाहिँ लो प्रेसरको कुरा हो। स्टार्टर कुन हो भन्नुभएको छ, स्टार्टर जुन माथि देखाएको छ त्यो स्टार्टर हो है, यो फिगरमा देखाएको छ नि, होइन। फ्लोरेसेन्ट ल्याम्पको 5 मार्क्समा कति लेख्ने अरे, फ्लोरेसेन्ट ल्याम्प मात्रै भनेर आयो भने चाहिँ 5 मार्क्समा सोध्यो भने चाहिँ यसको काम कसरी गर्छ लेख्नुपर्छ है जहिले पनि। तपाईँलाई चाहिँ अब इक्जाममा कन्स्ट्रक्सन सोध्यो भने तपाईँले कन्स्ट्रक्सन लेख्ने हो, एउटा कुरा चाहिँ विचार गर्नु है। जस्तो यस कुनै पनि चिज यो मात्रै क्वेसन नभएर अरू अरू क्वेसनमा पनि जस्तो कन्स्ट्रक्सन एन्ड वर्क, कुनैमा चाहिँ कन्स्ट्रक्सन एन्ड वर्किङ प्रिन्सिपल लेख भनेरै तोकिदिन्छ, होइन। अब होइन, नर्मल्ली चाहिँ राइट एबाउट भनेर सोध्यो भने चाहिँ हामीले खास त्यसले कसरी वर्किङ गर्छ त, होइन, अब त्यो चाहिँ लेख्नु पर्यो है। जस्तो अब राइट एबाउट सोडियम भ्यापर ल्याम्प एन्ड फ्लोरेसेन्ट ल्याम्प भनेर आयो भने चाहिँ तपाईँले यसो वर्किङ चाहिँ लेख्नु पऱ्यो है, कसरी काम गर्छ। अब कम्पोनेन्ट डिस्क्राइबतिर जानु भएन, अनलेस अब 10 मार्क्समा सोध्यो भने छुट्टै कुरो। फ्लोरेसेन्ट ल्याम्पलाई लो प्रेसर, यस्तो मर्करी ल्याम्प भन्ने बित्तिकै त आफैमा हाई प्रेसर हुने कि लो, त्यो हाई प्रेसर भन्ने हुन मर्करी ल्याम्प भन्ने बित्तिकै मर्करी ल्याम्प पनि तपाईँको दुइटा क्लासिफिकेसन हुन्छ। अब त्यो हाई प्रेसर हो कि लो प्रेसर हो, होइन। अब त्यो लो प्रेसर चाहिँ मर्करी फ्लोरेसेन्ट ल्याम्प हो क्या रमेशजी। क्यापासिटरले नोइज, त्यहाँ भएको नोइजहरू चाहिँ फिल्टर गर्ने काम गर्छ, करेन्टलाई स्मुथ बनाउने काम गर्छ।
फस्फोरस कोटिङ किन गरे भन्दाखेरि तपाईँहरूको त्यहाँ सुरुमा त्यसले निकालेको रेहरू चाहिँ युभी रे निकाल्छ होइन। अब त्यो जुन चाहिँ भिजिबल हुँदैन होइन, अब त्यो भिजिबल रेन्जमा पार्नको लागि चाहिँ फस्फोरसमा चाहिँ स्ट्राइक गराएर त्यो युभी रे चाहिँ भिजिबल रेमा चाहिँ कन्भर्ट गर्छ है। सब स्टेसनमा रियाक्टर हामी सब स्टेसन पढ्दाखेरि बनाउला। रियाक्टर किन युज गर्छ मैले भनेको थिएँ त अस्ति नै। अब यहाँनिर मैले अस्ति एउटा फिगर त तपाईँलाई देखाइनँ होइन। सोडियम भ्यापर ल्याम्पमा चाहिँ तपाईँहरूको चाहिँ जुन रे आउँछ त्यसलाई नै तपाईँले चाहिँ डिस्प्ले गरिदिन्छ होइन। मोनोक्रोमेटिक लाइट अब जुन निस्किन्छ नि होइन, त्यो मोनोक्रोमेटिक लाइटै देखिन्छ। त्यहाँ चाहिँ तपाईँले फस्फोरस कोटिङ भनेर पढिएन नि हामीले सोडियममा होइन। किनकि त्यहाँ चाहिँ जुन रे निस्किन्छ मोनोक्रोमेटिक कलरको, अब त्यही त्यही लाइट नै हामीले देख्ने हो। त्यही भएर त्यहाँ चाहिँ तपाईँको फस्फोरस कोटिङ केही पनि हुँदैन है। एउटा हाई प्रेसर लो प्रेसर भएको चाहिँ यहाँ छ क्या, यो तपाईँलाई नोटमा पठाइदिनु ल होइन। हाई प्रेसर मर्करी ल्याम्प भन्ने छुट्टै हुन्छ, लो प्रेसर भन्ने छुट्टै हुन्छ होइन। लो प्रेसरको चाहिँ फ्लोरेसेन्ट ल्याम्प चाहिँ एउटा चाहिँ उदाहरण हो। अक्सिडेसन भनेको अब अक्सिजनसँग रिएक्सन गरेर अक्सिडेसन भन्छ। आयोनाइजेसन भनेको त्यसको आयोनिक फर्ममा तिनीहरू टुक्रिन्छन् भने होइन, त्यसलाई चाहिँ के भन्छ, आयोनाइजेसन भन्छ है। आयन्सहरू भन्नु पऱ्यो, सोडियमका आयन्सहरू भन्नु पऱ्यो होइन। त्यस्तोलाई चाहिँ हामीले के भन्छौँ, आयोनाइजेसन भन्छौँ है। तर आजभोलि चाहिँ तपाईँहरू के हुन्छ त भन्दाखेरिमा यो फ्लोरेसेन्ट ल्याम्प नभएर चाहिँ अब मेनली चाहिँ सिएफएलको चलन आएको थियो होइन। किनकि सिएफएलहरूमा चाहिँ तपाईँहरूको चाहिँ उता चाहिँ म्याग्नेटिक ब्लास्ट हुन्छ होइन, यतापट्टि चाहिँ इलेक्ट्रोनिक ब्लास्ट हुन्छ है। अब यहाँनिर चाहिँ तपाईँको त्यही भएर स्टार्टरहरू चाहिँ प्रयोग गरे हुँदैन, किनकि यसको टाइममा इलेक्ट्रोनिक सर्किटै युज गरे हुन्छ होइन। अब यो तपाईँलाई एक्जाममा चाहिँ के भनेर सोधिन सक्छ यो क्वेसन भने, राइट डाउन एबाउट इनर्जी सेभिङ ल्याम्प भनेर चाहिँ सोधिन सक्छ है। अब के लेख्ने हुनसक्छ होइन। राइट डाउन एबाउट इनर्जी सेभिङ ल्याम्प भन्यो भने, अब त्यो भनेको इनर्जी सेभिङ ल्याम्प भनेको के हो त, सिम्पली सिम्पली बुझ्ने हो भने जसले चाहिँ इनर्जीलाई सेभ गर्छ सोझो भाषामा होइन। कसरी सेभ गर्छ त भन्दा, अब त्यसले उति नै पावर लिएर धेरै आउटपुट दिन्छ, अथवा सेम आउटपुट दिनको लागि त्यसले कम इनर्जी लिन्छ। अब दुईवटा बल्ब छन्, अब दुइटाले 100 ल्युमेन चाहिँ आउटपुट दिनुपर्ने छ। एउटाले चाहिँ 10 वाट इनपुट लिन्छ भने अर्कोले 5 वाट इनपुट लिन्छ भने 5 वाट चाहिँ इनर्जी सेभिङ भयो नि त। 5 वाट लिएर त्यसले 100 ल्युमेन दिइराख भने त त्यो चाहिँ राम्रो ल्याम्प भयो होइन। न कि 10 वाट लिएर चाहिँ त्यसले चाहिँ 100 ल्युमेन दियोस्, भनेपछि कम पावर खपत गर्यो नि त होइन, भनेपछि इनर्जी त सेभ गर्यो। त्यस्तो ल्याम्पलाई चाहिँ हामीले के भन्ने हो, इनर्जी सेभिङ ल्याम्प भन्ने हो। अब तपाईँले तोकेर नसोधिदिन सक्छ राइट एबाउट सिएफएल लाइक एलइडी होइन। अब सोधेको चाहिँ छ जस्तो मलाई लाग्दैन यसबाट होइन। यहाँ नियममा इनर्जी सेभिङ ल्याम्पमा पहिला पहिला पनि, तर सोधिहाल्यो भने चाहिँ यो दुईवटा ल्याम्पहरूलाई चाहिँ तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ, एक्सप्लेन गर्नुपर्ने हुन्छ है। अनि फिगर पनि बनाउन होला है, फिगर बनाउन त्यति गाह्रो पनि छैन होइन। अब यो लो प्रेसर मर्करी भ्यापर ल्याम्प हो होइन। अब यसको ठाउँमा चाहिँ म्याग्नेटिक ब्लास्टको सट्टा चाहिँ हामीले चाहिँ इलेक्ट्रोनिक ब्लास्ट प्रयोग गरेका हुन्छ, इलेक्ट्रोनिक सर्किट हुन्छ होइन। अब त्यसका कारणले गर्दा चाहिँ हामीले चाहिँ स्टार्टर प्रयोग गर्नु पर्यो भने इलेक्ट्रोनिक ब्लास्टले नै कति भोल्टेज चाहिने हो त होइन, यो आर्क मेन्टेन गर्नको लागि होइन, त्यो चाहिँ इलेक्ट्रोनिक ब्लास्टले आफै प्रड्युस गर्ने भएको भएर चाहिँ अब यसमा अरू स्टार्टरहरू चाहिँ केही पनि चाहिएन भन्छ है। अब यसको लिमिनेस इफिसियन्सी चाहिँ यति हुन्छ, अब लाइफ स्प्यान यति हुन्छ। अब यस्तै यस्तै कुराहरू चाहिँ लेख्नु होला है, फिगर बनाउनु होला सिम्पल ल। अब यहाँनिर ब्लास्ट भनेर देखाएको छ, यो चाहिँ इलेक्ट्रोनिक ब्लास्ट चाहिँ यहाँनिर राखेको हुन्छ। अब अर्को चाहिँ एलइडी, लाइट इमिटिङ डायोड होइन, सबैले सुनेकै। अब इट इज अ पिएन जङ्सन डायोड होइन, पिएन जङ्सन डायोड हो, इन विच लाइट इज जेनेरेटेड वेन इलेक्ट्रिक करेन्ट फ्लो। सो सिम्पल, जब इलेक्ट्रिक करेन्ट फ्लो हुन्छ लाइट जेनेरेट हुन्छ भन्छ।
when electrons and hole recombine in a semiconductor diode, यो त सेमिकन्डक्टर डायोडमा चाहिँ के हुन्छ त भन्दाखेरिमा इलेक्ट्रोन्सहरू हुन्छ होइन, होल्सहरू हुन्छ। अब यता एन टाइपमा इलेक्ट्रोन्सहरू बढी हुन्छ, पी टाइपमा चाहिँ तपाईँको होल्सहरू बढी हुन्छ होइन। अब जब हामीले सप्लाई गर्छौँ तब चाहिँ के हुन्छ त भन्दाखेरिमा होइन, यो इलेक्ट्रोन र होल जुन रिकम्बाइन हुन्छ, त्यो रिकम्बाइन हुँदाखेरि जुन इनर्जी जेनेरेटेड हुन्छ होइन, त्यो इनर्जी चाहिँ के को रूपमा आउने हो त, लाइटको फर्ममा आउने हो है। इलेक्ट्रोन र होल कम्बाइन हुँदाखेरि जुन इनर्जी जेनेरेट हुन्छ त्यो चाहिँ लाइटको फर्ममा हामीले भिजिबल हुन्छ भनेर भन्नु पर्यो। अब यसको एउटा फिगर जस्तो पनि छ, यसमा त मैले राखेको छु जस्तो लाग्दैन, राखेको छैन, तर तपाईँलाई मैले यो नोट पठाइदिउँला होइन। अब यो पिडिएफ त तपाईँले पाउनुहुन्छ। अब यो पिडिएफ पाउँदाखेरि यो अलिकति मसिनो देखेला, त्यो हिजो बनेको ग्रुप छ नि, अब त्यसमा चाहिँ तपाईँहरूलाई चाहिँ यो मैले यो नोट छ नि, ल त्यो नोट चाहिँ पठाइदिउँला है। ल अब यसमा त यसको ल्याम्पको लाइफ चाहिँ बढी हुन्छ, 50,000 घन्टासम्म बल्छ भन्छ होइन। डिफ्रेन्ट कलर अफ लाइट क्यान बी जेनेरेटेड, एलइडीमा डिफ्रेन्ट कलर अफ लाइट, कुनै हरियो रातो त्यस्तो विभिन्न कलरको अप्टेन गर्न सकिन्छ। अन टाइम एन्ड अफ टाइम इज रिड्युस होइन, यो बल्बलाई अन गर्नु पनि इमिडिएटली अन भयो, अफ गर्नु पनि इमिडिएटली अफ भयो होइन। अब त्यसको यसमा चाहिँ इनिसियल कस्ट चाहिँ हाई हुन्छ, ओके महँगो छ। अब यसलाई चाहिँ तपाईँले कहाँनिर देख्नुपर्छ त भन्दाखेरिमा ट्राफिक लाइटहरूमा होइन, रातो बत्ती होइन, हरियो बत्ती, पहेँलो बत्ती बल्छ त्यहाँनिर राखेको हुन्छ। 7 सेगमेन्ट डिस्प्लेहरूमा नि एलइडी लाइटहरू प्रयोग गरेको हुन्छ, डेकोरेसनमा त भइहाल्यो होइन। इन्डिकेटरमा जस्तो 7 सेगमेन्ट डिस्प्ले भनेको थाहा छ तपाईँहरूलाई, सातवटा सेगमेन्ट हुन्छ नि, एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, हो यस्तो तपाईँले कतै देख्नु भएको छ? जेनरली घडीहरूमा त्यस्तो हुन्छ होइन। अब यसमा पनि तपाईँको के हुन्छ त भन्दाखेरिमा अब कुन कुन सेगमेन्टहरू तपाईँले बाल्ने हो त त्यही अनुसार डिस्प्ले हुन्छ होइन। तपाईँले जिरो भनेर बाल्नु पऱ्यो भने यो बाल्ने, यो बाल्ने होइन, बिचको यो नबाल्ने, अरू सबै बाल्ने गऱ्यो भने तपाईँको के जिरो आयो। वान भनेर डिस्प्ले गराउन मन छ भने यो दुईवटा बाल्नु भयो भने वान आउँछ, टू बाल्न मन छ भने यसरी बाल्नुभयो भने टू आउँछ होइन। अब थ्री फोर यसरी हरेक नम्बरहरू चाहिँ तपाईँले चाहिँ डिस्प्ले गर्न सक्नुहुन्छ 7 सेगमेन्ट डिस्प्लेमा होइन, त्यही भएर त्यता पनि युज हुन्छ। ल एकचोटि यहाँ डिसएडभान्टेजेसहरू एडभान्टेजेसहरू चाहिँ सर पढ्नु त तपाईँहरूले एकचोटि, एकचोटि एडभान्टेजेस र डिसएडभान्टेजेस पढ्नु त। पढ्नु है, अल्छी नगर्नु। मर्करी, मर्करी इन्भाइरोमेन्ट फ्रेन्डली हुन्छ, इन्भाइरोमेन्ट फ्रेन्डली लेखेको छ है, त्यसलाई नट इन्भाइरोमेन्ट फ्रेन्डली बनाउनु होला है। मर्करी त्यो नट छुटेछ, मैले भन्न पनि फेरि इन्भाइरोमेन्ट फ्रेन्डली नै भनेको है। ल पढ्नु त।
डन भन्नुमा मोनोक्रोमेटिक लाइट भनेको चाहिँ अब तपाईँको एउटै कलर अफ लाइट प्रड्युस भयो भने त्यसलाई मोनोक्रोमेटिक, मोनो भनेको सिङ्गल होइन, क्रोमेटिक भनेको कलर हो क्या होइन। जस्तो मोनोक्रोमेटिक लाइट तपाईँले कहाँ देख्नु भएको छ ल भन्नु त मलाई। जस्तो हाम्रो घरमा अथवा सूर्यबाट आउने लाइट भनेको त मोनोक्रोमेटिक लाइट होइन होइन। अब त्यो भनेको तपाईँको सातवटै कलर मिक्स भएर आएको हुन्छ नि होइन। त्यो मोनोक्रोमेटिक लाइट भएन। मोनोक्रोमेटिक लाइट कहाँ देख्नु भएको तपाईँले? लेजर लाइट भन्नुभयो, लेजर लाइटमा मोनोक्रोमेटिक हुन्छ होइन। अन्त अन्त कता हुन्छ? सोडियम भेपर लाइट पनि भयो, ठिक छ, ओके। अन्त पढिसक्नु भयो है? अब नर्मल मर्करी भ्यापर ल्याम्पमा चाहिँ तपाईँहरूको चाहिँ त्यो फस्फरस कोटिङ गरेन भने चाहिँ युभी रेज हुन्छ नि, युभी रेजहरू आउने हो। युभी रेजमा चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको ब्लू ग्रिन लाइट चाहिँ अलिकति बढी डोमिनेन्ट हुन्छ कि युभी रेमा। अब त्यस्तो नेचरको चाहिँ हामीले बढी देख्ने हुन्छ, ब्लुरिस ग्रिन टाइपको चाहिँ बढी देख्ने जस्तो हुन्छ होइन। किनकि त्यो अल्ट्रा भायोलेट भनेको त्यो रेन्जमा चाहिँ त्यो कलर अफ वेभ लेन्थ चाहिँ अलिकति बढी डोमिनेन्ट हुन्छ क्या। तर भिजिबल रेज पाउनको लागि चाहिँ हामी फेरि फस्फरसबाटै पठाउनु पऱ्यो है। ल, अब तपाईँहरूलाई चाहिँ एडभान्टेजेस अफ एलइडी सर र म यसलाई उ गर्छु है। एडभान्टेजेस अफ एलइडी भन्ने छ, सबैले पढिसक्नु भयो पक्कै, यसमा खासै भनिराख्नु पर्ने खासै त्यस्तो केही छ जस्तो लाग्दैन होइन। अब यसमा चाहिँ मेन डिसएडभान्टेज भनेको चाहिँ इनिसियल कस्ट चाहिँ एकदम हाई हो होइन। अब यिनीहरूलाई कहाँ कहाँ एप्लिकेसन गर्न सकिन्छ भनेर चाहिँ सोध्न सक्छ है। तपाईँहरूले ट्राफिक लाइटहरूमा देख्नु देख्नु भएको छ होला, एलइडीहरू प्रयोग गर्छ होइन। अब रेसिडेन्सियल डोमेस्टिक हाम्रो घरहरूमै हामीले एलइडी लाइटहरू प्रयोग गर्छौँ, 7 सेगमेन्ट डिस्प्लेहरूमा भयो, पार्किङ रोडमा होइन, डेकोरेटिभ पर्पज होइन, डेकोरेसनको लागि विभिन्न कलरहरूको पाइन्छ एलइडी युज गर्न पाइयो। इन्डिकेटरहरू, इन्डिकेटर ल्याम्पहरू हुन्छ होइन, सब स्टेसनहरूमा देखि लिएर अब अन्त कति जता पनि युज गर्न पाइयो। अब कारहरू, ट्रेनहरू, अब गाडीका लाइटहरू, अब अहिले एलइडी नै बढी चाहिँ युज भइरहेछ नि त होइन। अब त फस्फर र मेटेरियल चाहिँ केले बनेको भन्ने हुन्छ, त्यही अनुसार चाहिँ हामीले कुन कुन कलर अफ लाइट पाउने भन्ने हुन्छ। यस्तो पढिराख्नु पर्दैन, घोक्नु पर्दैन। ल, स्ट्रोबो के अरे, के भन्नुभयो? स्पेक्ट्रोस्कोपी भन्नु, स्पेक्ट्रोस्कोपी होइन, स्ट्रोबोस्कोपिक इफेक्ट भन्छ होइन। जस्तो फ्लोरेसेन्ट लाइटहरूको डिमेरिट चाहिँ स्ट्रोबोस्कोपिक इफेक्ट देखिन्छ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि फ्लोरेसेन्ट लाइट हामीले बालिरहेछौँ भने होइन, अब त्यसमा चाहिँ अब जस्तो अब त्यसले गर्दाखेरि चाहिँ होइन, मुभिङ अब्जेक्टमा पऱ्यो भने होइन, त्यो लाइट चाहिँ मुभिङ अब्जेक्टमा पऱ्यो भने अब कि त त्यो त्यसलाई अलिकति त्यसको स्पिड अलिक स्लो भयो जस्तो देखिने होइन, कि त त्यसको रोटेसन चाहिँ अपोजिट भयो जस्तो देखिने। अब त्यस्तो इफेक्टलाई चाहिँ हामीले के भन्छौँ? स्ट्रोबोस्कोपिक इफेक्ट भन्छौँ है। यो एउटा भिजुअल फेनोमेना हो, जसका कारणले गर्दाखेरि चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ त भन्दाखेरिमा कुनै पनि त्यो लाइट होइन, त्यो लाइट चाहिँ तपाईँको मुभिङ अब्जेक्ट जस्तो फ्यानहरूमा हुनसक्छ होइन,
अब कुनै एउटा त्यस्तो फ्यान टाइपकै अथवा मुभिङ अब्जेक्टमा पऱ्यो भने चाहिँ अब त्यो लाइटका कारणले गर्दाखेरि त्यसको मुभमेन्ट चाहिँ स्लो डाउन भयो जस्तो देखिने होइन, अथवा रोकिएको जस्तो देखिने, अथवा उल्टो घुमेको जस्तो देखिने होइन। अब त्यस्तो भयो भने चाहिँ त्यस्तो इफेक्टलाई चाहिँ हामीले के भन्छौँ, स्ट्रोबोस्कोपिक इफेक्ट भन्छौँ है। अब यो मोस्टली चाहिँ यो चाहिँ अरू टाइप अफ ल्याम्प भन्दा पनि तपाईँहरूको चाहिँ उसमा देखिन्छ, फ्लोरेसेन्ट ल्याम्पमा चाहिँ अलिक बढी देखिन्छ। विल्सहरूमा पनि देखिन्छ, हो ठिकै भन्नुभयो, विल्सहरूमा पनि देखिन्छ। हाम्रो विन्नेसजीले भनेको कुरा ठिक छ है। फ्लोरेसेन्ट लाइटले युनिफर्म लाइट दिँदैन होइन, इट फ्लक्चुएट होइन, विच वी क्यान क्लियरली अब्जर्भ बाई द हेल्प अफ मोबाइल क्यामेरा। ठिक हो। तपाईँले मोबाइल क्यामेरा बालेर त्यसलाई मजाले हेर्नुभयो भने त्यो फ्लक्चुएट भएको बलि बढी फ्लक्चुएट हुन्छ, युनिफर्म लाइट दिँदैन होइन। त्यसै कारणले गर्दाखेरि नै तपाईँहरूको चाहिँ स्ट्रोबोस्कोपिक इफेक्ट देखिने भयो है। ओके गुड। अस्ति एउटा क्वेसन त ग्रुपमा सोध्नु भएको थियो साथीहरूले, त्यो सोध्नु भएको थियो भन्दा नि एकले अर्काले सोध्नु भएको थियो, त्यो न्युमेरिकल गर्नुभयो सबै साथीले कि म गरिदिउँ एकचोटि? आज क्लास सकियो होइन, त्यो एउटा न्युमेरिकल गरिदिन्छु, सकाउँ कि के छ, कन्फ्युज हुनुहुन्छ? धेरैले त गरिसक्नु, एक दुईजना साथीहरूले त्यस मिलाउनु पनि भएको होइन, नभए पठाउनु त गरेको साथीहरूले यहीँ देखाइदिउँला। म गरिदिउँ एकचोटि। पठाउनु है त यसलाई यहाँनिर क्वेसन पठाउँदै एकचोटि क्वेसन। त्यो एउटा क्वेसन चाहिँ गरिदिन्छु है म, किनकि त हामीले पढिसकेको च्याप्टरको हो, त्यहाँ चाहिँ अब केबिएल लगाउनु पर्छ, अब त्यो केबिएल लगाएर गर्ने हो, त्यही भएर। हेलो सर। हजुर। सर सर त्यो नम्बर जो दिनुभएको छ सर, त्यो साथीले सर एडै गरिदिएन सर, मेसेज पनि पठाएको छु सर, एड पनि गरिदिएन सर ग्रुपमा। के साथी कपिलजीको नम्बर दिएको थिएँ मैले, कपिलजी कता हुनुहुन्छ तपाईँ? ए सर त्यही नम्बर कति कपिल। छ तपाईँ? त्यो उहाँले नभएर हो कि नभए? गरिदिनु भएको छ त हामीलाई, उहाँले नम्बर पाउनु भएन कि रङ मेसेज गर्नुभयो कि। 65जना कतिजना त पुगिसक्नु भएको। मेरो पनि एड नै भएको छैन, खोइ मैले पनि मेसेज गरेको थिएँ, उहाँले एड नै गर्नुभएको छैन ग्रुपमा। जसले गरिदिए नै हुन्छ, जस्तो हाम्रो को हुनुहुन्छ, हाम्रो त बोल्नु भएको थियो नि एकजना लेडिज, उहाँले गरिदिए नै हुन्छ, उहाँलाई पठाउनु। हाम्रो गणेशजी नै हुनुहुन्छ होइन, गणेश विक, उहाँले गरिदिए नै हुन्छ। नम्बर लेखिदिनु सर स्क्रिनमा नम्बर पठाउनु त लु म एड गरिदिन्छु। ल ल तपाईँको नम्बर मैले भन्नु त सुरुमा, अनि मैले पठाएँ। कसलाई एड तपाईँ मलाई गर्नुपर्ने पठाउनु भनेको त। नम्बर भनेको? एकजना मलाई गणेशजीको नम्बर मलाई मलाई मेसेज आएको पठाइदिनु। जति मैले सबैले एड गरेको छु। कपिलजीले गरिदिनु भएको छ होला, धेरै धेरैजना सबैलाई गरे हुनुभएको हो, छ। अब कसै नम्बर नम्बर मिस्टेक भन्नु न भएर सर होला। के हो? नम्बर फेरि अँ, भेटिदिनु नम्बर मोबाइल नाइन एट अँ, सिक्स नाइन फाइभ 9869 होइन नि, 9868। भन्नु त कपिलजी फेरि एकचोटि तपाईँको नम्बर। 9868 उम्, 668 उम्, 542। ल उहाँलाई मेसेज गर्नु होइन, उहाँले एड गरिदिनुहुन्छ। उहाँ 65जना त पुरै सक्नुभयो नि उहाँले, अब एड गरेर यो तपाईँहरू के भयो, उहाँलाई मेसेज गर्नु, उहाँले एड गरिदिनुहुन्छ। अनि त एकदम प्रोडक्टिभ कुराहरू मात्रै गर्नु पऱ्यो है तपाईँहरूले, एकदम पढ्ने कुरा गर्नु पऱ्यो, अनावश्यक त्यस्तो कुराहरू गर्नु भएन। अनि एकले अर्कालाई हेल्प गर्ने, सेयर गर्ने, पढ्ने, नाम निकाल्ने, त्यो बढी जिस्किने भन्दा पनि अब त्यसको एडमिन म हो, त्यो धेरै जिस्किन थाल्यो भने मैले रिमुभ गरिदिन्छु। मेरो नै अब गरिदिनु त्यो है एकदम एउटा। लजिकल कुराहरू त्यहाँ डिस्कसन हुन्छ भने म राख्छु, अब त्यो बढी जिस्किन थाल्यो भने चाहिँ म फेरि त्यहाँबाट रिमुभ गरिदिन्छु, अनि फेरि हेलो यहाँ सर। हुन्छ। त्यही भएर ल म एउटा क्वेसन गरिदिन्छु अनि गरौँला है यो। साथीहरूले त्यहाँ ग्रुपमा सोधिराख्नु भएको थियो, त्यही भएर कतिजनाले चाहिँ यहाँ जान्नु भएको थियो, कतिजना चाहिँ कन्फ्युज हुनुभएको थियो, त्यही भएर एकचोटि यो चाहिँ गरिदिन्छु। अनि एकैछिन है।
नम्बर थियो रे यसको। कोले मिलाउनु भयो क्वेसन भन्नु त? मेरो भर्खर मैले पठाएको थिएँ सर हजुरलाई। अब एन्सर त्यो सिट त छैन सर, अब रुल अनुसार त मिलेको जस्तो लाग्छ। अब केटीलाई 2 2 अनि 1 अनि 1.5 आयो करेन्ट चाहिँ, अब भोल्टेज त आइहाल्यो त्यो आउँदा बित्तिकै। भोल्टेज चाहिँ 3 ओहममा 3 ओहम रेजिस्टरमा चाहिँ 6 भोल्ट आयो सर मेरो, अनि 2 ओहम रेजिस्टरमा चाहिँ 1 भोल्ट, अनि 4 ओहम रेजिस्टरमा चाहिँ 10 भोल्ट आएको छ सर मेरो। ल यो ध्यान दिएर हेर्नु है, फेरि यो केबिएल को कुरा हो कि हामीले पढ्न त पढिसकेका छौँ, त्यही कन्सेप्ट लगाएर गर्ने हो। त्यही पनि त्यो त्यस्तो ब्रान्च भएको भएर कतिजना झुक्यो कि भनेर मात्रै म यसरी फेरि गराउन थालेको हो, किनकि च्याप्टर पढिसकेको छ। 4 ओहम 3 ओहम 2 ओहम प्लस माइनस 5 भोल्ट होइन। अब यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि केबिएल लगाउनु पर्छ है दुईटा लुपमा। एउटा लुप यो मान क्लोज लुप भयो एउटा होइन, एउटा क्लोज लुप यो भयो। ओके, अब यसमा चाहिँ तपाईँले चाहिँ I1 करेन्ट बग्छ भनेर मान्ने। ओके, त्यसपछि यसमा चाहिँ I2 करेन्ट बग्छ यो लुपमा भनेर मान्ने। अब हेर्नुहोस् त, अब तपाईँले चाहिँ अब यो लुप यसरी लिनु भएको छ, यसरी लिनु भएको छ, यसरी होइन। यसलाई ठुलो बनाएर हेर्ने हो भने यसलाई लुप तपाईँले यसरी लिनु भएको छ होइन। भनिसकेपछि यतापट्टि चाहिँ तपाईँको I1 करेन्ट बगेको मान्नु भएको छ तपाईँले यो डाउनवर्ड डिरेक्सनमा, अनि यतापट्टि माथि चाहिँ तपाईँले I2 करेन्ट बगेको मान्नु भएको छ है। अनि तपाईँले चाहिँ यसमा एउटा रुल चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले जुन लुप हेर्दै हुनुहुन्छ नि, जुन लुप हेर्नुहुन्छ त्यसमा चाहिँ त्यही करेन्ट चाहिँ धेरै भनेर मान्नुपर्छ है। हामीले यसरी लुप हेर्दाखेरि चाहिँ यो यसमा चाहिँ कति करेन्ट बग्छ त भन्दाखेरिमा I1 माइनस I2 बग्छ भनेर मान्नुपर्छ यो 4 ओहममा है। अनि तपाईँले चाहिँ यो लुप हेर्दाखेरि करेन्ट माथिपट्टि गइरहेछ, यसमा चाहिँ तपाईँले कति करेन्ट बग्छ त यो 4 ओममा भन्दाखेरि फेरिमा I2 माइनस I1 भनेर मान्नुपर्छ। यो कुरा चाहिँ के अलिकति जान्नुपर्ने कुरा चाहिँ यस्तो छ है, जुन लुपमा हेर्नुहुन्छ त्यो लुपमा चाहिँ त्यही करेन्ट ठुलो भनेर चाहिँ मान्नुपर्छ है तपाईँहरूले। अब यसलाई एउटा छुट्टा छुट्टै लुपमा केबिएल लगायो भने के हुन्छ त भन्दाखेरिमा तपाईँको तपाईँले यहाँबाट हेर्न सुरु गर्नुहोस्। यहाँबाट लो पोटेन्सियलदेखि हाई पोटेन्सियलमा गयो, प्लस भयो, प्लस 12 भोल्ट। त्यसपछि हामी यता यता गयौँ, यता हामीसँग केही पनि छैन। अब हामी कता आयौँ, यता आयौँ तल है, जहाँनिर 4 ओहमको रेसिस्टर छ राइट, 4 ओहमकै हो। त्यसपछि गएर अब यतापट्टि कति करेन्ट बग्छ, अब यहाँनिर कन्फ्युजन हुनसक्छ किनकि यतापट्टि I1 आइरहेछ, यो लुपबाट हेर्ने भने माथि कति गइरहेछ I2 गइरहेछ। अब हामीले हेरेको फर्स्ट लुप हो नि, त्यही भएर फर्स्ट लुपमा चाहिँ हामीले चाहिँ के भन्ने I1 यो यही I1 नै ठुलो छ भनेर मान्छौँ है। त्यही भएर यहाँ बग्ने करेन्ट भनेको I1 माइनस I2। ओके, अब यहाँनिर त भोल्टेज ड्रप भएको छ रेसिस्टरमा, त्यही भएर -4 I1 माइनस I2 लिनु पर्यो है। त्यसपछि हामी यतापट्टि फर्कियौँ, अब यतापट्टि त हाम्रो I1 मात्रै करेन्ट छ यो लुपमा, त्यही भएर -3 I1 इक्वल्स टु 0 यस्तो भयो होइन। हो ठिक छ। त्यसपछि गएर दोस्रो लुप लिनु। अब दोस्रो लुप लिँदाखेरि मानौ यहाँबाट सुरु गरौँ हामी, यहाँबाट यसरी जाउँ, यसरी जाँदाखेरि हामी चाहिँ के भयो त, यतापट्टि आयो भने चाहिँ भोल्टेज ड्रप भयो -5 भोल्ट 5 होइन। त्यसपछि तपाईँ यता आउनु भएको छ भनेपछि यतापट्टि -2 इन्टु I2, अनि तपाईँ यतापट्टि जानुभयो भनेपछि अब यहाँनिर कति करेन्ट बग्छ त, I2 यताबाट गएको छ, I1 उताबाट आएको छ भनेपछि -4 I2 माइनस I1 इक्वल्स टु 0 हुने भयो। माथि एउटा इक्वेसन भयो, तल एउटा इक्वेसन भयो। माथिको इक्वेसनलाई अलिक खोल्दै गयो भने के हुन्छ, 12 माइनस 4I1 माइनस 4I2 माइनस 3I1 इक्वल्स टु 0 हुन्छ। अझ यसलाई मिलाएर लेख्ने हो भने 12, अब तपाईँले -4I1 माइनस +4I2 3I1 होला भनेको, सर, हजुर +4I2 होला त। ओ ए I2 सरी, सरी 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 +4I2 है।
-4i1 -3i1 भनेको -7i1 प्लस 4i2 इक्वल्स टु 0, अथवा 12 इक्वल्स टु 7i1 -4i2 भयो। एउटा इक्वेसन फेरि यसलाई मानौँ। अब यो माथिको यो दोस्रोलाई लिने भने फेरि के हुन्छ, -5 -2i2 -4i2 प्लस माइनस माइनस प्लस भयो, प्लस 4i1 इक्वल्स टु 0 भयो, -5 प्लस 4i1, त्यसपछि गएर -2i2 -4i2 भनेको तपाईँको -6i2 भयो, इक्वल्स टु 0 भयो। अथवा -5लाई उता लाने भने 5 हुन्छ, 5 इक्वल्स टु 4i1 -6i2। यस्तै आएको तपाईँहरूको पनि हो सर, यही नै आछ मेरो। यही आछ है। अब यसलाई सल्भ गर्न आउँछ तपाईँहरूलाई? क्यालकुलेटर छैन भने पनि गर्न सकिन्छ होला नि, यति त काट्नु पर्यो अब यो इक्वेसनलाई। सर एकचोटि ओरिजिनल क्वेसन हेर्न मिल्छ? ओरिजिनल इक्वेसन सुरुको चाहिँ फर्स्ट लुपको चाहिँ यो हो है, सेकेन्ड लुपको चाहिँ तपाईँको यो हो। त्यसलाई हामीले चाहिँ म्याथमेटिकल इन्टरप्रिटेसन मात्रै चेन्ज गरेको हो। अब तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने, अब पहिलो इक्वेसनलाई चाहिँ सर यो कतिले मल्टिप्लाई गर्नु, सेकेन्ड इक्वेसन मेरो पर आएको छ। सेकेन्डलाई 4ले मल्टिप्लाई गर्ने, फर्स्टलाई 6ले गर्ने गरे पनि हुन्छ होइन। अथवा यताबाट i1 को भ्यालु निकालेर इक्वेसनमा हालिदिँदा पनि हुन्छ, जसरी गर्दा पनि हुन्छ। यसरी सोद्धाखेरि यसमा मेस एनालाइसिस अथवा नोडल एनालाइसिस गरे पनि हुन्छ? हुन्छ हुन्छ, नोडल मजाले, केही पनि तपाईँले छुट्टाको केही पनि नभनेको छैन भने है। अब लुप ल मेस ल लगाएर गर भन्यो भने तपाईँले मेस ल नै लगाउनु पर्यो होइन। अब केही पनि सोधे छैन भने तपाईँले यसरी गयो, यही नै सजिलो हुन्छ। अब नोडल लाउनु थाल्नुभयो भन्दा पनि नोडल पनि सजिलै छ, त्यस्तो गाह्रो केही पनि भएन। र यसरी तपाईँले गरेर यसलाई इक्वेसनहरूलाई मल्टिप्लाई गरेर निकाल्न सक्नुहुन्छ है। अब यसपछि हामीले त म्याथमेटिक्समा पढायो भने यो त सिम्पल होइन, 2x - 5y इक्वल्स टु 4, यो त 3x क्यालकुलेटरबाट आउँछ प्लस सर, एकै स्टेपमा। 2y इक्वल्स टु 6 छ भने अब क्यालकुलेटरबाट त डाइरेक्ट एकैचोटिमा आउँछ है। सर यसको सर i1 को यसको भ्यालु कति आउँछ भन्नु त, i1 को भ्यालु कति आयो? 2 आउँछ सर। 2 अनि 0.5। i2 को भ्यालु 0.5 है। भनेपछि अब कस्तो कन्डिसन भयो त भन्दाखेरिमा, अब i1 भनेको जुन हामीले मानेको थियौँ करेन्टको डिरेक्सन त्यो ठिक छ होइन। कहिलेकाहीँ नेगेटिभ पनि आइदिन्छ कि, नेगेटिभ आयो भने चाहिँ हामीले मानेको भन्दा उल्टो डिरेक्सनमा करेन्ट बग्दो रहेछ भनेर बुझ्नुपर्छ। जस्तो अहिले i1 भनेको चाहिँ 2 एम्पियर, यतापट्टि 2 एम्पियर बग्यो भन्छ, अनि यसले चाहिँ i2ले चाहिँ यतापट्टि 0.5 एम्पियर बग्यो भन्छ कि होइन। अब त्यो भयो भने चाहिँ यतापट्टि 2 बग्यो, यतापट्टि 0.5 बग्यो भनेपछि तपाईँको यतापट्टि नेट चाहिँ कति बग्यो, 1.5 एम्पियर चाहिँ बगेको हो। भनेपछि यसमा चाहिँ नेट चाहिँ कति बग्दो रहेछ त, 1.5 एम्पियर बग्दो रहेछ। वास्तवमा यो सर्किट कस्तो हुँदो रहेछ त तपाईँको भन्दाखेरिमा, i1 चाहिँ कति आयो, i2 चाहिँ कति आयो, 0.5 आयो होइन, 0.5 एम्पियर आयो। यो चाहिँ कति आयो, 1.5 एम्पियर आयो। i1 कति आएको थियो, 2 एम्पियर आएको थियो। i1 2 एम्पियर आएको थियो, i1 भनेको यो ब्रान्चमा मात्रै बग्ने करेन्ट। यतापट्टि 0.5 आएको थियो i2, यताबाट चाहिँ 1.5 भयो। ठिक 1.5 यताबाट आयो, केसिएलले पनि त्यही भने 0.5 यता भयो, 2 एम्पियर यता भयो। भोल्टेज ड्रप कहाँ सोधेको छ क्वेसनमा यसरी तपाईँहरूको, यो सबै रेजिस्टरमा। सबै रेसिस्टरमा भनेपछि त्यहाँ बगेको करेन्ट इन्टु त्यहाँको भोल्ट, त्यहाँ बगेको करेन्ट इन्टु त्यसको रेसिस्टेन्स गरिदिएपछि आयो है। अब तपाईँले चाहिँ करेन्टको डिरेक्सन यस्तो लिन्छु भनेर गर्न पनि पाउनुहुन्छ, त्यस्तो लिएर गर्दा पनि हुन्छ, तर जेनरली हामी एउटै डिरेक्सन लिएर चाहिँ गरिरह हुन्छ है। त्यो डिरेक्सनमा लिँदाखेरि त जुन 5 त्यसपछि -2i2 हुन्छ कि +i2 हुन्छ त? त्यो जोड्नुपर्छ। अब यतापट्टि तपाईँले एउटालाई चाहिँ यसरी लिनुभएको छ, एउटालाई यसरी लिनुभएको छ भने यतापट्टि i1 भयो भने यतापट्टि i2 भयो भने यहाँ बग्ने करेन्ट चाहिँ i1 + i2, यसमा पनि i1 + i2 लिनु पर्यो, यसमा पनि i1 + i2 लिनु पर्यो है। एकचोटि लिएर गर्नु त, एकचोटि त्यसरी लिएर गर्नु त कति आउँछ।
त्यही आएको मैले त्यसरी नै गरेको थिएँ एकचोटि हिजो। हो रेसिस्टेन्समा भोल्टेज ड्रप हुन्छ त्यही भएर माइनस लिने हो रमेश चाहिँ त्यही नै हो। अरुणजीले पनि गरेर पठाउनु भएको छ। मैले भनेको तरिकाले एकचोटि गर्नु त। यस्तो क्वेसनहरू चाहिँ अब यस्तो ब्रान्च बनाएर लुप बनाएर सोधिदिन सक्छ होइन। एकचोटि हेर्नु होला। अब कुन च्याप्टर पढ्ने त ल भन्नु तपाईँहरू। मेसिन पढौँ सर। हिजो प्रेम सरले भनेको त्यो मेसिन पढाउनुहुन्छ भनेर त्यो माधव सरले ए हो त्यसरी भन्नुभएको छ। अब खासमा त पावर इलेक्ट्रोनिक पढाउँदा ठिक हुन्छ। मेजरमेन्ट त्यही त अब पढाउनु भन्नुहुन्थ्यो सरले त हिजो। ठिक छ म हेलो प्रेम सरसँग सर। सल्लाह गर्छु। हजुर हेलो। त्यस्तो च्याप्टरहरू चाहिँ माधव सर